थ्याङ्क यू सो मच फर कमिङ। एकदमै हस् लङ ओभर ड्यू भएको थियो सामिल दाईसँग। हामीले योभन्दा अगाडि दुईचोटि गरिसकेका छौँ। तर अपोलोजी फ्रम माई साइड मलाई अप्ठ्यारो चाहिँ लागिरहेको थियो होइन। होइन, चरा गणेशजीले पहिलेदेखि कुरा गरौँ भनेर भन्नुभएको थियो। मेरो त्यस्तै हुन्छ कि बेलुकाको समय होइन, अनि कहाँ कहाँ अल्मलिएर बसिन्छ कि दिनभरि के मिटिङहरू गऱ्यो, अनि बेलुकाको समय चाहिँ 5-6 बजेदेखिको 8 बजेसम्म चाहिँ आफ्नो टाइम जस्तो हुन्छ जस्तो हुन्छ कि त्यो चाहिँ राइट राइट। अलिअलि अलिअलि गसिपिङ गर्ने, अलिअलि इन्डस्ट्रीको कुरा गर्ने, अरू अरू चलिरहेको जुन चाहिँ अल्गोरिदममा भएको टपिकहरू हुन्छ नि, पोलिटिक्सदेखि लिएर त्यो सबै चिजहरूको चाहिँ कुरा गर्ने टाइम हुन्छ कि। त्यो पनि चाहिन्छ। मलाई त्यही त, मलाई दुई तिनवटा कुरा के जस्तो, एउटा त मलाई इन्डस्ट्रीको बारेमा जान्नु छ त्यो पनि छ कि, तर राइटिङकै बारेमा पनि पर्टिकुलरली तपाईँको अहिले मुभीहरू माग्ने राजा आयो, अब अहिले यो प्रोड्युस गरेको यो मुभी रिलिज हुँदैछ होइन, अनि अर्को पनि फ्लोरमा पनि गएको छ होला एउटा भर्खरै यता बाटुलो जुन पनि अनमोलसँग छ भइरहेछ बाटुलो जुन। हजुर। सो म जस्तो लास्ट टाइम मैले सोधेको थिएँ होला, फेरि रिफ्रेस गर्नको लागि नि, जस्तो तपाईँलाई लेख्दाखेरि चाहिँ तपाईँले भन्न खोजेको स्टोरीहरू गइरहेको छ कि तपाईँ हायर गरेर तपाईँलाई लेख्न भनिरहेको छ, अरूले रिक्वेस्ट गरेको लेखिरहनु भएको छ अहिले? अहिले चाहिँ मोस्ट अफ द टाइम चाहिँ 99% केसेसमा चाहिँ उहाँहरूले मलाई यस्तो खाले स्टोरी चाहिँ भए हुन्थ्यो भनेर भन्ने हुन्छ कि होइन। अनि त्यो भएपछि चाहिँ मैले उहाँहरूको इन्ट्रेस्टलाई म्याच हुने गरी अब लेख्दा मैले लेखेँ, स्टोरी मैले नै क्र्याक गरेँ भने पनि त्यसमा चाहिँ कस्तो हुन्छ भने प्रड्युसरले के खोजिरहेछ त, अथवा डिरेक्टरले के खोजिरहेछ त भनेर भन्ने ब्यागेज बोकेर म स्टोरी पिच गर्दाखेरि पनि मैले यो स्टोरी बनाएँ भने चाहिँ उसको यो डिमान्ड छ, यो सेन्सिबिलिटीलाई चाहिँ मैले हिट गर्न सक्छु भनेर म त्यसरी चाहिँ आफूलाई प्रिपेयर गरेर पिचिङमा जान्छु कि। भन्दाखेरि त्यो चाहिँ कस्तो हुन्छ भने मैले एकदम चाहिँ भित्रैदेखि भन्छु भनेको कथाहरू चाहिँ त्यति धेरै मेरो मात्र केसमा होइन होला, धेरै जसो राइटरहरूको दुःख त्यही नै होला कि उनीहरूले त्यो गर्न सक्दैन। जो चाहिँ आफै राइटर डिरेक्टर छ उनीहरूले त्यो सुविधा हुन्छ होला होइन। तर म चाहिँ प्रोफेसनल राइटर मात्रै भएको हुनाले मोस्ट अफ द टाइम चाहिँ कतिपय कथाहरू मेरो आफ्नै भए पनि त्यो मेरो मात्रै चाहिँ अलि होइन त्यो, त्यसमा प्रड्युसरको अलिकति चाहिँ इनपुट मलाई यस्तो खालको चाहियो भन्ने हुन्छ, डिरेक्टरको पनि यस्तो चाहियो भन्ने हुन्छ। त्यस्तो खाले सिचुएसन चाहिँ छ मेरो केसमा चाहिँ। त्यही त, तर जस्तो इभन मैले त्यसमै त्यही कुरामा पनि, किनभने राइटिङ हामीले अब एकदमै त्यो प्योरेस्ट फर्मबाट प्योरेस्ट तरिकाले नसोचिकन पनि सोच्दाखेरि, इभन त्यो कसैले हायरै गर्न लायो तपाईँलाई एज अ राइटर भने पनि, त्यो पनि त आफैमा त्यो त्यो हिसाबमा पनि लाइक डिमान्ड पुरा गर्दा पनि त्यहाँ पनि एउटा कम्पिटेन्ट राइटिङ त निकाल्न सकिन्छ त्यसबाट पनि होइन त्यो। हजुर, तर त्यस्तो कस्तो हुँदो रहेछ भने तपाईँ मेन स्ट्रिम सिनेमा अब जस्तो जो मान्छे मलाई ठोक्किन्छ, मलाई हायर गर्न चाहन्छ होइन, उनीहरूले चाहिँ के हुन्छ भने अलिकति कमर्सियलले चाहिँ प्रोजेक्ट भाइबल होस् होइन, त्यो हिसाबले चाहिँ काम गरिदिन्छ कि यसले भन्ने एक्सपेक्टेसनले मौकामा आउनुहुन्छ कि। मेरो मेरो रुचि जे पर्सनल रुचि जे जस्तो भए पनि मैले काम गरेको फिल्महरूको हेर्नुभयो भनेदेखि त्यो बक्स अफिसलाई टार्गेट गरेर बनाएको फिल्महरू नै छ क्या त्यो होइन। जस्तो मलाई यसमै सरी फर कटिङ, कस्तो मलाई यसमै जोड्न मन लाग्यो जस्तो, इभन दो त्यसरी हेर्दा पनि त फिल्महरू त सक्सेसफुल, मतलब यो मैले अलिकति बुझ्दिनँ कि जस्तो ल ओके फर्मुला हेरौँ, यो राखिन्छ कि राखिन्छ, तर यो डायलग यस्तो केही भनिन्छ है, तर इभन त्यो त्यो पनि फेल भइरहेको हुन्छ। सो फर्मुला भनेर पनि त्यो आफैमा भ्रम जस्तो पनि लाग्ने क्या, त्यस्तो हो। एक्ज्याक्टली त्यो त फर्मुला त हुन्न, तर कस्तो हुन्छ भने नेपाल, खास गरी नेपाल र इन्डियाको कन्टेक्समा हेर्नुभयो भनेदेखि फर्मुला भनेपछि हामीले सर्टेन प्रकारको चाहिँ इमोसनल एउटा हुन्छ नि, त्यो चिजहरू पनि हामीले सोचिरहेको हुन्छ, त्योभित्र पर्छ। जस्तो सङ एन्ड डान्सहरू त भइहाल्यो होइन, अनि त्यसमा चाहिँ अब प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ इमोसनल कोटेन्ट हुन्छ नि, त्यो चाहिँ चाहियो नै भन्ने हुन्छ कि। त्यसका लागि के गर्नुहुन्छ तपाईँले भने फ्यामिलीको अब इमोसनल कोटेन्ट चाहिँ केले आउँछ त भन्दाखेरि कि
लभ स्टोरीमा केटा र केटीको ब्रेकअपको कारणले आउँछ कि फ्यामिलीको अब्स्टाकलको कारणले आउँछ के। अनि त्यो चिजहरू चाहिँ तपाईँको त्यो इमोसनल पनि चाहियो, सङ एन्ड डान्स पनि चाहियो होइन, अनि लभ स्टोरी पनि चाहियो भन्दाखेरि चाहिँ हामीले जुन खिचडी पकाउनु पर्ने हुन्छ नि, त्यसको लागि त धेरैवटा बाटोहरू छैन नि त। तपाईँले हामीहरूको सर्ट एन्ड इमोसनहरू त त्यही हो नि त। के चिजले चाहिँ गर्छ त हामीलाई चाहिँ, कसैले चाहिँ ऊ गर्यो भने चोट, कसैले केही चिजले हिर्कायो भने हामी ऐया भनेर भन्छौँ होइन। संसारभरिको मान्छेले त्यसमा हामीले ऐया भन्छौँ, अर्कोले चाहिँ अर्को तरिकाले भन्ला, तर अब बेसिक त्यो फेसियल एक्सप्रेसन त सेम सेम नै हुन्छ नि त। त्यसै गरी यो मेकिङमा पनि कस्तो हुन्छ भनेदेखि मलाई यो खालको फिल्म चाहियो, मतलब फर्मुला भनेपछि चाहिँ हामीले अब त्यही सेरोफेरोमा मात्रै सोध्छौँ के हो। डिफ्रेन्स के हुन्छ भनेदेखि त्यही चिजहरू पनि हामी प्रेजेन्टेसनमा कति फरक गर्न सक्छौँ होइन। क्रिएटिभली त्यो चिजका लागि हामी कसरी राइटर डाइरेक्टर प्रड्युस मतलब कोलाबरेट गर्न सक्छौँ भन्ने कुरामा चाहिँ त्यो त्यो एप्रोचेसहरूमा चाहिँ फरक हुनसक्छ होइन। त्यतातिर चाहिँ अब हाम्रो नेपाली सिनेमा इन्डस्ट्री चाहिँ होइन, यो चाहिँ हामीले देखिरहेछ, त्योभन्दा फरक गरौँ न भनेर भन्ने स्थितिमा चाहिँ अलिक पुगिरहेको चाहिँ छैन कि। त्यो भएर तपाईँले फर्मुला भन्ने बित्तिकै त्यसमा तपाईँले जे एक्सपेक्टेसन राख्नुहुन्छ, फर्मुला भए पनि तिमीहरू नयाँ किन चाहिँ गर्दैनौ भनेर भन्ने खालको क्वेसनहरू हो भनेदेखि चाहिँ त्यो फर्मुला भनेकै त्यो सेट हो के होइन। होइन त्यसमा मलाई कहीँ न कहीँ क्लिसे चिजहरू चाहिँ त्यो रिपिट हुन्छ नै के। राइट न मैले कस्तो लाग्यो भने नि मलाई इभन मैले सोचेँ कि ओके फर्मुला फिल्म पनि फेरि यो म त्यसरी पनि लिन्न कि कस्तो भने फर्मुला होस् त्यसमा पनि प्रब्लम होइन कि खास अझै तर होइन इभन इनोभेटिभ इनोभेसन कुनै पनि साइडमा मैले मैले पनि अहिले पछिल्लो समय त्यो एमएसएम सब्सक्राइबर धेरैवटा फिल्म हेरेँ होइन नेपाली मात्रै कन्टेन्ट किनभने त्यो जस्ट नलेज लिनलाई धेरै भइसकेको थियो क्या मैले। अनि मैले हजुर हेरेँ अनि मलाई के फिल भयो भने त्यो नोभल्टी छैन क्या केहीमा पनि अब एब्सोल्युट त्यो के अरे प्लेटो छ क्या सबै चिजमा। अनि मैले भने ओके नोभल्टी कुनै पनि मलाई मन नपर्ने ओके जनर मुभी कुनै भाइलेन्ट मुभी बनाए पनि तर सबै कुरा प्लेटो गर्न थाल्यो सबै कुरा चाहिँ त्यो इनोभेट बिना इनोभेसनै छ कि सबै थोक ल यो सर्ट भयो यो भयो यो भयो यो भयो यो भयो भन्ने जस्तो होइन। अनि मैले त्यो रियलाइज गरेँ कि ओके यसमा पनि थोरै इनोभेसन भइदिँदा भन्ने हुन्छ कि किनभने आजकल अब अगेन एउटा इक्जाम्पल दिँदाखेरि सिनेमेटोग्राफी भन्छौँ होइन। अब सिनेमेटोग्राफी राम्रो अब डाँडामा गएर खिच्यो राम्रो भनेपछि अब यो बेस्ट सिनेमाटोग्राफी भनिन्छ तर अब आजकल त त्यो जति त्यो पनि छ नि त एउटा फिल्ममा स्टोरीलाई देखाउने खालको मोड दिने त्यो सिनेमाटोग्राफीले कति कति मोड दिएको छ त्यो कथालाई भन्ने कुराहरू होइन। सो यो सब चिजहरू चाहिँ अलमोस्टै मिसिङ पाइन्छ कि अलमोस्ट फिल्महरूमा। सो या इन राइटिङ लेभलमा पनि सायद इभन राइटरलाई पनि ब्लेम हुँदैन यसमा त अगेन मेकिङमा गएपछि कसरी बन्छ भन्ने पनि होला होइन। सो त्यही त यो चिज अलिकति कन्फ्लिक्ट होइन, गर्छ यस्तो छ यस्तो छ हो, तपाईँले त्यो हामी बिस्तारै त्यो प्रब्लममा छिर्दैछौँ। सुन्ने क्या। मान्छेहरूलाई चाहिँ भोलि अब अलिक बोरिङ कन्भर्सेसन हुनसक्छ। राइट न फरक पर्दैन दुईजनाले सुने नि हुन्छ। ओके होइन, त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने मैले जहिले पनि मेरो इन्टरभ्यूहरू हेर्दाखेरि चाहिँ मैले के भन्छु भने नेपाली सिनेमाको केमा समस्या छ भनेर भन्यो भने चाहिँ म जहिले पनि मेकिङको प्रोसेसमा समस्या छ भनेर भन्छु क्या। आजभोलि मेकिङको प्रोसेस भनेको चाहिँ एउटा स्टोरीलाई हामी जुन जुन टाइमलाइन दिएर हामी त्यसलाई जुन चाहिँ प्रोसेसिङमा गएर हामीले त्यसलाई एक्जिक्युट गरेर मार्केटमा पठाउँछौँ नि होइन, त्यो प्रोसेसमा चाहिँ एकदम ठुलो समस्या छ कि। तपाईँले भनिरहेको, तपाईँले उठाइरहेको क्वेसन पनि त्यही चिजमा जोडिन्छ के। किनभने तपाईँले कुनै पनि प्रोड्युसरले फिल्म बनाउँछ भनेदेखि उसको जहिले पनि म यो समयमा सुटिङ गर्ने भन्ने एक खालको टाइम लाइन डिसाइडेड हुन्छ क्या। त्यसमा उसको डिफ्रेन्ट डिफ्रेन्ट एक्सक्युजेसहरू हुन्छ क्या प्रड्युसरको। म यो स्टोरी जबसम्म रेडी हुँदैन चाहिँ एक्जिक्युट गर्नका लागि, सुटिङमा जानलाई रेडी हुँदैन तबसम्म म काम गर्छु भन्ने हुन्न के। मलाई यो टाइम लाइन चाहिँ मिट गर्नुपर्ने छ भनेर भन्ने हुन्छ कि होइन। त्यो भइसकेपछि त्यो राइटिङको फेजदेखि नै त्यो प्रेसर सुरु हुन्छ क्या। त्यो गर्दाखेरि मैले पनि के गर्छु भनेदेखि राइटिङ अथवा एडिटिङ अथवा यो सिनेमा मेकिङको प्रोसेस भनेको टाइम एन्ड अगेन गरिरहने त्यो प्रोसेसको कुरा हो क्या। आज तपाईँले त्यही जे गल्ती तपाईँलाई आज लेखेको चिज जे ठिक लागिरहेको हुन्छ, तपाईँले हप्ता 10 दिन पढ्दाखेरि
वाट अ बुलसिट, यो मैले के लेखिरहेको छु भनेर भने जस्तो फिल हुन्छ कि होइन। मोस्टली। मैले त्यो तपाईँले टाइमलाइन मिट गर्दाखेरि चाहिँ मैले त्यो रियलाइज गर्ने के गर्ने मैले टाइमै पाउँदिनँ कि। अनि त्यो प्रक्रिया चाहिँ के हुन्छ भने अब सुटिङमा जानुभयो, तपाईँलाई स्टोरी अग्री गरेर तपाईँ सुटिङमा जानुभयो, सुटिङमा जाँदाखेरि पनि तपाईँसँग के छ टाइम लाइनको चाहिँ बेरियर भन्दाखेरि तपाईँले 30 दिनको 35 दिनको 45 दिनको सेड्युल तपाईँले फिक्स गर्नुभएको हुन्छ होइन। त्यो मिट गर्नका लागि त्यहाँ सिनेमाटोग्राफरले होइन मलाई यो रुखको कापबाट मैले यो सर्ट लिन पाए हुन्थ्यो भनेर उसले बिचरा सोच्दैन कि, त्यसका लागि टाइम जान्छ कि, राइट। प्रोड्युसरले अलाउ गर्दैन कि। अब उसलाई चाहिँ के हुन्छ भने त्यो चिजहरू खालि चाहिँ सिन 1 to 120 पेजसम्म चाहिँ सक्नु पऱ्यो गिभन टाइममा भन्ने हुन्छ कि। त्यसका लागि सिनेमाटोग्राफरलाई पनि त्यो लिबर्टी हुन्न कि म यो सर्ट चाहिँ यहाँबाट मजा आइरहेको छैन, म नयाँ चिज एक्सप्लोर गर्छु, म सजेसन राख्छु, अथवा म यस्तो खाले स्पेस क्रिएट गरेर त्यो बिचबाट चाहिँ म क्यारेक्टरलाई फलो गर्छु भन्ने चाहिँ तपाईँको त्यो समय उसँग सुविधा छैन क्या होइन। अनि तपाईँको यो प्रक्रिया के हुन्छ भने तपाईँको गएर तपाईँको एडिटिङको टेबलदेखि लिएर, किनभने त्यो सुटिङ सक्ने बित्तिकै अथवा सुटिङमा जानुभन्दा अगाडि नेपाली फिल्मको डेट चाहिँ फिक्स हुन्छ, मेरो फिल्म यो डेटमा आउने हो भनेर भनेपछि अब तपाईँले त्यो डेडलाइन चाहिँ मिट गर्न पर्यो। या राइट। यो 100% म एग्री गर्छु। यो कुरा त हामीले धेरै गरिसकेको छु भने अलमोस्ट हामीले यो अलमोस्ट यो थाहा भयो जस्तो पनि भइसक्यो होइन। तर मलाई अर्को कुरा नि जस्तो म चाहिँ के सोचिरहेको हुन्छु भने ओके यो एउटा सिस्टम छ, यो अगेन त्यो समस्या छ, डेडलाइनहरू मिट भइरहेको छ, राइटर त्यसरी लेखिरहेको छ, बट यो बिचमा पनि त यस्तो मेकरहरू बनेनन् होला त जहाँ चाहिँ अहिलेसम्म नबनेको हो कि, या त मैले नहेरेको हो कि जब जुनमा चाहिँ ओके सबै कुरा सेयर छ, आफ्नो राम्रो टिम छानेको छ उनीहरूले, सिनेमाटोग्राफर डिरेक्टर यो सब चिजहरू गरेर एउटा त्यस्तो टिम अहिलेसम्म अथवा त्यो एउटा झुन्ड बनिसक्नु पर्ने हो कि जस्तो पनि लाग्ने, बट त्यो पनि देखिएको छैन त्यति साह्रै जस्तो लाग्यो मलाई। त्यो चाहिँ गाह्रो छ फेरि। त्यो सबै फिल्मको त्यही हो। यो फिल्म चाहिँ कस्तो रहेछ भनेदेखि एक्सपेन्सिभ मिडियम हुँदो रहेछ होइन। 100%। जस्तो खाले चाहिँ फिल्म बनाए पनि यसको रिकभरीको उसको चाहिँ मतलब वरि त जुनसुकै फाइनेन्सरलाई पनि प्रड्युसरलाई पनि हुने रहेछ कि, उसले फरक खालको फिल्म बनाओस् अथवा हार्डकोर कमर्सियल फिल्म बनाओस्, त्यो गर्दाखेरि चाहिँ त्यो वाला चिजहरू एकदम प्यासनेट ल म चाहिँ केही फरक पर्दैन मलाई, मेरो यो बजेटभित्र चाहिँ सक्नु पऱ्यो, तिम्रो टाइम चाहिँ जति लिए पनि हुन्छ भनेर चाहिँ उनीहरूले नभन्दो रहेछ क्या होइन। त्यो गर्दाखेरि चाहिँ तपाईँले भने जस्तो त्यो खालको फिल्म चाहिँ ठ्याक्कै चाहिँ तपाईँको बन्ने स्थिति छैन क्या। जस्तो एउटा यो फाइनेन्सियल प्रब्लम त 100%, किनभने यो त यहाँ हामीलाई नेपाल जस्तो लाग्छ तर विदेशमा पनि त्यही हो, सबै स्ट्रगल गरि नै सेम रहेको सेम हुन्छन् होइन। युरोपियन सिनेमा अमेरिकामा ओस्कर विनरहरू पनि स्ट्रगल गर्दो रहेछन् होइन, त्यो कुराहरू आइरहेकै हुन्छ कम। त्यो फरक त्यसमा त ऊ छैन। अनि मलाई अर्को जस्तो मलाई हामीले कमर्सियल फिल्म भन्छौँ होइन, कमर्सियल फिल्म बनाउँदा पनि मैले कस्तो मेरो नोटिस हो, एजम्सन हो यो चाहिँ, कि कमर्सियल फिल्म मेकर जति पनि हुनुहुन्छ नेपालमा उहाँहरूले चाहिँ फिल्म प्यासनबाट नबनाएको हो कि जस्तो लाग्ने एजम्सन हो, मेरो स्पेकुलेसन मात्रै हो। किनभने मलाई कस्तो लाग्छ भने फर इक्जाम्पल फराह खान होइन, फराह खान कमर्सियल डिरेक्टर हो होइन, तर म के सेन्स गर्न सक्छु उसको फिल्ममा भने ऊ प्यासनेट हो, फिल्म मेकर हो क्या। कमर्सियल हो, एभ्रिथिङ हो, उसलाई कमर्स पनि फरक पर्छ, उसलाई सङ एन्ड डान्स एभ्रिथिङ, बट त्यसमा पनि इनोभेसन केही कुरा देखिन्छ होइन। सो म त्यो पनि देख्नलाई अलिकति मलाई कठिन लाग्छ, मतलब त्यो देख्दिनँ क्या प्रायः। सो त्यो पनि एउटा मैले प्रब्लम जस्तो फिल गर्छु कहिलेकाहीँ। त्यो चाहिँ कस्तो भने अलिकति चाहिँ त्यो पनि मलाई पनि त्यो समस्या लाग्छ। किनभने मैले पनि एज अ राइटर मैले पनि के हो भने मलाई मेरो डिरेक्टर चाहिँ प्रड्युसरहरूले कुन लिमिटसम्म चाहिँ तपाईँको पुस गर्छ, कुन लिमिटसम्म लिबर्टी दिन्छ, त्यो सबै चिजले मेरो आउटपुट पनि त्यो निस्कने हो क्या होइन। अनि मलाई पनि त्यो फिल हुन्छ के हो भनेदेखि त्यो जो चाहिँ अब मैले त एजुकेट गर्ने होइन नि त, राइट बेसिकली राइट। डिरेक्टरहरू चाहिँ मैले सोच्ने भन्दा डबल ट्रिपल त्यो स्टोरीभित्र पस्न पऱ्यो, त्यसको क्यारेक्टरहरू बाँच्न पऱ्यो, त्यो क्यारेक्टरहरूको वे अफ डुइङ्स चाहिँ तपाईँको इमेजिन गर्नु पऱ्यो नि त होइन। जहिले पनि समस्या त्यो हुन्छ भनेदेखि त्यो मैले नै सधैँभरि यो क्यारेक्टर चाहिँ यो हो है, मैले चाहिँ यो क्यारेक्टरले यसरी सोध्छ त्यो कारणले गर्दा यो चिज चाहिँ यसरी भनिरहेछ भनेर मैले नै सधैँभरि
चाहिँ एक्सप्लेन गरिरहनु पर्छ के। त्यो चाहिँ मलाई पनि तपाईँले भने जस्तै त्यो चाहिँ ठ्याक्कै के हो भने डिरेक्टर चाहिँ अझै त्यो क्यारेक्टरलाई चाहिँ एसिमुलेट गर्न नसकेको हो कि भनेर भन्ने चाहिँ मलाई लाग्छ। अब त्यो चिज चाहिँ त्यही हाम्रो के भने चाहिँ अझै प्यासन चाहिँ म एउटा चाहिँ राम्रै सिनेमा बनाउँछु भनेर भन्दा चाहिँ सबैले भन्छ, तर राइट। हाम्रो चाहिँ नेपाली समाजको एउटा हेर्दाखेरि चाहिँ अलि सबै हामी एभरेज माइन्डेड मान्छेहरू हौँ होइन। अनि त्यो कारणले गर्दाखेरि पनि हाम्रो मेहनत पनि त्यो एभरेज लेभलमै मात्रै बसिरहेछ, त्यो कुरा चाहिँ हामीलाई रियलाइजेसन छैन क्या। यो म एग्री पनि गर्छु। कहिले काहीँ यो हुन्छ किनकि हाम्रो एउटा समाज पनि त्यस्तै समाज मतलब हामी अलिकति अप्ठ्यारो छ नि त समय, के अरे गरिबी पनि छ, प्लस धेरै कुरा सोच्नुपर्ने हुन्छ कि एउटा लाइफमा। त्यो पनि हो एउटा त्यसको प्रब्लम। क्रिएटिभिटीमा त 100% फ्री, 100% फ्रिडम हुँदैन क्या। केही प्रेसरले गरिराखेको हुन्छ। त्यो क्रिएटिभिटीमा फेरि 100% भएन भने कम्प्लिट फ्रिडम फिल गरेन भने त्यो आउँदैन, आउन चाहिँ त्यो चाहिँ हो होइन फेरि। यो चिज चाहिँ मैले जस्तो सिनेमाको हकमा त अझ धेरै स्टेक होल्डरहरू जोडिएको हुन्छ, धेरै टाइमलाइनहरू मिट गर्नुपर्ने हुन्छ, डेडलाइनहरू मिट गर्नुपर्ने हुन्छ। म जस्तो तपाईँलाई यही इक्जाम्पल चाहिँ म हाम्रो लिट्रेचरमा पनि म देख्छु कि तपाईँ तपाईँ यत्रो समय भइसक्यो होइन, हाम्रो चाहिँ कर्णाली ब्लुज पछाडि चाहिँ एउटा ल सब मान्छेले एप्रिसिएट गर्ने अर्को किताब नआएको कति भयो भन्नु त। राइट। यो एउटा मेरो आज त्यता पनि टाइप गर्ने चाहिँ सही पोइन्टमै आयौँ हामी। राइट कुरा हो, त्यो राइट कुरा हो, सही कुरा हो। होइन? किनभने त्यसमा चाहिँ होइन, त फेरि त्यो चाहिँ त्यसमा चाहिँ दुई तिनजना भन्दा मान्छे खासमा त त्यो राइटरको सोलो जब हो, त्यो पछाडि मात्रै अरू मान्छेहरू जोडिन्छ मार्केटिङको लागि, पब्लिसरहरू जोडिन्छ होइन। तर अब त्यहीँनेरि पनि चाहिँ त्यो थाहा हुनुपर्ने हो नि त, यो मैले मलाई त अझ लेखिरहेको चिज चाहिँ होइन मान्छेहरूलाई ल्योर गर्नका लागि इनफ छ त, मान्छेहरूलाई यो मन पराउनलाई यो चिज इनफ छ त भनेर भन्ने कुरा हेर्ने हो भने त्यो सिचुएसन छैन क्या। मलाई नि यसले अर्को। यो चाहिँ मैले खालि इन्डिकेटरको रूपमा, यदि राइट त्यो राइट राइट। ठाउँमा जब कि अरू कसैको प्रेसर हुँदैन के हुँदैन भन्दाखेरि त एउटा राइटरले चाहिँ इस्टाब्लिस राइटरले एउटा भने जस्तो चाहिँ चिज डेलिभरी गर्न सकिरहेको छैन भने सिनेमामा त कोलाबोरेटिभ आर्ट हो क्या झन् त्यो। त्यसमा त 50-55जना मान्छेले सेम वेभ लेन्थमा बसेर सोच्नुपर्छ क्या हामीले भने जस्तो ऊ भन्नका लागि। त्यो त्यो अलिकति प्रब्लम चाहिँ त्यो त्यो छ त्यो। होइन, एउटा जस्तो नि मलाई के लाग्यो भने यो राइटिङ, के अरे लिट्रेचरको कुरा हुन्छ, मलाई जहिले पनि फिल हुन्छ। मैले एकचोटि मैले आफ्नैमा रिसर्च के गरेँ भने मैले मेरो फेभरेट 20 मुभी एकछिनलाई बनाएँ होइन। पछि मलाई मनपर्ने 20वटा मुभी, अनि मैले हेरेँ कि यो मुभी के हो त भन्दा त्यो सबै एडप्टेड स्क्रिन प्ले छ क्या, लिट्रेचरको हजुर बेसमा बनेको फिल्म होइन। अनि मैले पछि हेर्दै जाँदा मैले फेभरेट भनेको फिल्महरू त, अथवा जति पनि वर्ल्डमा गन्ने मन्ने जति पनि फिल्महरू छन् जुन होइन। मेन स्ट्रिम चाहिँ सबै एडप्टेड। अनि मैले भने लिट्रेचर स्ट्रङ भयो भने एटलिस्ट त्यसले धरोहर थाम्या हुँदो रहेछ क्या फिल्मलाई, कि किन किन इम्प्याक्ट आउँछ आउँछ क्या त्यो मुभीहरूबाट। इभन होइन अहिले त्यो त पछिल्लो हामीलाई समय थाहा पनि। छ, जहिले पनि हामीले उसमा आइएमडिबीमा खोज्यो भने अथवा ग्रेटेस्ट फिल्म अफ अल टाइम भन्यो भने पनि एक नम्बरमा शशाङ्क रिडेम्सन आउँछ, सेकेन्डमा गडफादर आउँछ गडफादर आउँछ। अब गडफादर होइन। एडप्टेड भयो त्यो दुइटै अब चाहिँ त्यो स्टेफन किङको चाहिँ ऊ भयो होइन, फुज सेकेन्ड चाहिँ मारियो पुजोको भयो होइन। होइन। मैले लेटेस्टली मलाई सबैभन्दा इम्प्याक्ट गरेको फिल्म ट्रेन ड्रिम्स थियो होइन। एकदमै म त पुरै इमोसनल भएर अहिले हेरेको अहिलेको मुभी यो यति यो राम्रो छ। सालको यो सालको अनि मैले हेरेँ त्यसको त्यो मुभी त भिजुअल मलाई स्ट्राइक लिटरली या अनि त्यो एडप्टेड हो क्या फेरि त्यो पनि त्यसको बेस पनि। बुकमा बेस रहेछ त्यो पनि या मैले हेरेँ मैले अरू कुराहरू हेर्दा पनि मलाई इम्प्याक्ट गरेको मुभीहरू कहिले डाइरेक्ट आउँछ राइटरहरूबाट पनि आउँछ, जस्तो म्यारिज स्टोरी यताउति आयो होइन। तर मेनली चाहिँ त्यो धरोहर चाहिँ त्यो बुकको इम्प्याक्टबाट, मतलब उनीहरूले एडप्ट गरेको कुराहरू चाहिँ धेरै बढी त्यो इफेक्टिभ भएको अहिलेको जस्तो लाग्छ। जस्तो त्यो ह्यामनेट पनि त्यो बुकमा बेस रहेछ होइन, जेसी बग्लीले अस्कर पायो। तर अनि त्यो त्यो छ के हेमलेट अब त्यो चाहिँ तिनीहरूको चाहिँ अनपपुलर ओपिनियन मेरो, मलाई पटक्कै मन परेन। परेन, तर जेसी बग्लीको काम क्या, चाहिँ अब एप्रिसिएट काम चाहिँ भयो नि राम्रो त। थियो 100%, त्यसमा त डाउटै भएन। तपाईँलाई कस्तो लाग्यो, राम्रो लाग्यो त्यो होइन, केटाकेटी? मलाई पनि त्यस्तो लागेन हो। त्यो चाहिँ कस्तो हुँदो रहेछ भने यो योचोटिको चाहिँ मलाई जे जति अस्कर पाएको फिल्महरू छ नि, मैले अगाडि नै अब तारिफ पाएपछि लगभग मैले हेरि नै सकेको थिएँ। मलाई एकदमै धेरै त्यो चाहिँ इम्प्याक्ट चाहिँ त्यस्तो धेरै चाहिँ मतलब कुनै पनि फिल्मले चाहिँ योचोटि गरेको थिएन। मलाई
चाहिँ के अरे ब्याटल आफ्टर अनदर पनि मलाई चाहिँ त्यस्तो धेरै मलाई सोको त्यस्तो फिल्म धेरै होइन होइन। उम्, मलाई चाहिँ ह्यामनेट पनि भइहाल्यो होइन। अनि उम्। अर्को कुन फिल्म थियो यो सालको अलि तिमोथीको उयो थियो नि जोस स्याफ्टीको ऊ मार्टी सुप्रिम मार्टी सुप्रिमको मलाई त्यो क्यारेक्टर मेन क्यारेक्टर उसको चाहिँ मलाई काम राम्रो लागेको थियो उसको होइन। राम्रो राम्रो बरु त्यो एउटा थिमेटिक हिसाबले त्यो रायन कुगलरको त्यो सिनर्स चाहिँ उनीहरूले केही चिज भन्न खोजिरहेछ भन्ने चाहिँ त्यो चाहिँ लागिरहेको थियो। त्यो पनि मैले चाहिँ के भयो भने अब त्यसमा चाहिँ चाहिँ लस्ट इन ट्रान्सलेसन भने जस्तो त्यो कन्टेक्स्ट चाहिँ उम्, त्यो हामीले त्यो काम गर्दो रहेछ क्या हाम्रो लागि होइन। मलाई चाहिँ ब्याटल आफ्टर अनदर पनि सिनर्स पनि उम्, सेम समस्या भयो क्या। एकदम ए, राम्रो बनायो हो त्यो चाहिँ सिनर्स होइन, तर मलाई त्यो लेभलमा चाहिँ एकदमै धेरै ऊ चाहिँ गरेन त्यो 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 चाहिँ हाम्रो हो लागि होइन यो रहेछ भन्ने चाहिँ। इन्ट्रेस्टिङ कुरा हो यो खास मलाई अब यो पनि अनपपुलर ओपिनियन एक त मलाई ह्यामलेट मन परेन काम ठिक हो ह्यामलेटको त मलाई केही नै म सुरुदेखि हेरेँ म खास त्यो मुभी एन्टिसिपेट पनि गरिरहेको थिएँ कि किनभने मलाई इमोसनल मुभी ठिक लाग्छ तर त्यो मुभीले त मलाई अफ द मैले पनि त्यसैको लागि अफ द हेरिरहेको। कम्प्लिट अफ द हुक भयो म त भने यो त कम्प्लिट बेट गरेको हो कि होइन जबरजस्ती थोपारेको हो कि म पुरै आउट अफ उयो भएको थिएँ त्यो हेर्दाखेरि त म छक्क पनि परेको थिएँ बट अनि सिनर्स तपाईँले भन्नुभयो नि कन्टेक्स्ट मैले पनि सिनर हेरेँ होइन अब यो पनि अनपपुलर ओपिनियन हो मैले पनि त्यति धेरै इम्प्याक्ट मैले पाइनँ क्या खासमा अनि अब होइन, मान्छे मेरो सबैले पनि तारिफ एक्सपिरियन्स गरिसकेको त्यही छ नि त तर वान ब्याटल आफ्टर एनदरले चाहिँ मलाई अहिलेको पोलिटिकल इन्भाइरोमेन्ट अनि ठिक्क हाम्रोमा त्यो बेला उयो भइरहेको थियो कि यो गराइमुडुक भएको बेला परेर होला मलाई त्यसले चाहिँ फेरि ठ्याक्कै बाधेको थियो किनकि त्यसले राइट र लेफ्टलाई राम्रोसँग उयो गराएको थियो कि त्यो मुभीले अब अनि होइन मलाई त्यो चाहिँ मतलब त्यो चाहिँ होइन, त्यो फिल्म त ठिक छ त्यसको उसको ठिक छ, तर मैले भने मेरो बेस्ट फिल्म चाहिँ त्यो होइन क्या। मलाई चाहिँ त्यो लेभलमा चाहिँ र यो चाहिँ मजा आयो भने जस्तो त्यो भएन त्यो चाहिँ होइन। मलाई किनभने मार्टी मेरो सुप्रिम पनि मैले इन्जोय गरेँ धेरै नै इन्जोय गरेँ मार्टी होइन त्यसको चाहिँ अब त्यसमा चाहिँ क्यारेक्टर चाहिँ एकदम सब्जेक्टिभ छ, एकदम मजाले फोकस गरेको छ ऊ गरेको छ नि त। अनि अरू त मैले यो साल हेरेको कुन थियो फिल्महरू मलाई योचोटि त्यस्तो धेरै मजा लागेन। बरु मलाई अघिल्लो साल अनोरा राम्रो लागिरहेको थियो होइन। अनुराग ठिक अनोरा छ थियो, अर्को अफायर भन्ने थियो होइन। मैले योचोटि नो अदर चोइस पनि हेरेँ मैले, मलाई त्यति धेरै राम्रो लागेन। उम्, इट वाज एन एक्सिडेन्ट पनि ए मलाई ठिकै मात्रै लाग्यो होइन। बरु मलाई द सेक्रेड एजेन्ट चाहिँ बरु राम्रो लागिरहेको थियो। सिक्रेट एजेन्ट बवाल थियो मेरो मेरो फेभरेट अँ, म त त्यो फिल्म मेकरसँग त अब्सेस भयो नि दाइ म त हो, पागल भयो त्यो हेरेर सबै हेरेँ अँ, मैले त्यसको मुभी सबै त्यसको चाहिँ मलाई त्यो जस्तो के नयाँ टेबलमा केही नयाँ चिज लिएर आयो भने जस्तो लाग्यो क्या त्यो हन्ड्रेड चाहिँ मलाई। पर्सेन्ट हन्ड्रेड पर्सेन्ट हन्ड्रेड पर्सेन्ट होइन, अग्री त्यो किनकि चाहिँ त्यो चाहिँ मलाई क्लेबर ठिक मेन्डोका लाग्यो। मलाई पनि म त त्यो मान्छेप्रति त मेरो त फेभरेट डिरेक्टर भयो किनकि मैले त सबै हेरेँ क्या मलाई त अचम्म लागेको थियो कि यसको पिक्चर अफ गोस्ट पनि हेर्नु होला यो सिक्रेट एजेन्टकै डकुमेन्ट्री टाइपको छ डिरेक्टरको हो ए। भेरी इन्ट्रेस्टिङ भेरी 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 गुड एकदमै उसले त्यो पिक्चर अफ गोस्ट बनाएपछि सिक्रेट एजेन्ट बनाएको रहेछ कि त्यो रिसर्चबाट आएपछि त्यो ए बनायो कि ओके एकदम ए एकदम ल राम्रो त्यो छ चाहिँ पिक्चर मैले फलो गरेको थिएन, त्यो चाहिँ म चाहिँ हेर्नुपर्छ। तपाईँले कतै उसको भने सबै जस्तो मुभी मैले एक्वेरियस हेर्दाखेरि मैले त्योभन्दा बेटर फिमेल क्यारेक्टरको मुभी हेरेको छैन अलमोस्ट भन्न सक्छु म ए हो है एक्वेरियस ओके होइन। बरु किनकि लास्ट इयरको मलाई त्यो लास्ट इयरको पनि ब्राजिलियन फिल्मै थियो आई एम स्टिल देयर भन्ने, त्यो मलाई राम्रो लागिरहेको थियो त्यो सानो घटनामा। मैले हेरेको छैन त्यो त्यो director। होइन त्यो त्यो अलिक पिरियडिक थियो त्यो। ऊ हस्बेन्डलाई चाहिँ त्यहाँको उसले आर्मीले चाहिँ लिएर जान्छ र कस्टडीमा राख्छ। अनि एउटा फिमेलले गर्ने त्यो त्यो उम्, सङ्घर्षहरू थियो कि त्यो चिज चाहिँ त्यो मलाई तर चाहिँ त्यो मजा यो लाग्थ्यो। यो यो यस्तो पनि भयो होला है ब्राजिलको मलाई पनि त्यो मुभी जति सबै हेरेँ उसको नि त्यो क्लेबरको नि केही न केही हामीसँग सिमिल्यारिटी पनि छ क्या त्यो चिजहरू जस्तो पनि लाग्ने क्या मलाई कि मलाई त्यो त्यो भएर पनि होला त्यो मैले त्यो फिल्मको नाम चाहिँ मलाई त्यही लाग्छ। त्यो लास्ट इयरको अस्करमा त्यो पनि कन्टेन्डर थियो त्यो। डिरेक्टर चाहिँ मलाई याद छैन होइन। त्यो चाहिँ डिरेक्टर हो धेरै जस्तो राम्रो लागिरहेको छ। यो क्लेबर र अनुराग कश्यप उनीहरू उनीहरू उयो हुन् क्या त्यो साथी हुन् अनि त्यताबाट पनि मैले त्यो डिरेक्टरको बारेमा सुनेको थिएँ त्यसरी तर आई एम स्टिल यसपालि चाहिँ हियर भन्ने रहेछ 2024 को रहेछ म यो। हेर्छु त्यो त्यो 25 अस्करमा आउने भइहाल्यो होइन। अनि त्यो चाहिँ मलाई चाहिँ ऊ लागिरहेको थियो। लास्ट इयर चाहिँ बरु दुई चारवटा फिल्म थियो, योचोटि चाहिँ मैले खै त्यति धेरै भेटिनँ अब भन्नु पऱ्यो। यसपालि मैले पनि एक दुईवटा चाहिँ अनपपुलर ओपिनियन बाँकी ठिकै लागेको थियो मलाई
सो अगेन हामी यता इन्डस्ट्रीबाट ओस्कार पुग्यौँ, तर मैले अझै राइटिङको इच्छा र दुई तिनवटा कुरा नि, यो जस्तो यो यसरी गफ गर्नुको मजै यही हो नि त, एउटै मात्रै राइट राइट हो। उसमा अँ, सिनेमा चाहिँ जस्तो छोड्न भएन। अँ, अँ, सिनेमा छोडेर पोलिटिक्सतिर लाग्नु भएन, सिनेमासम्म हुँदा त जताको सिनेमाको बारेमा कुरा गरे भयो। हजुर त्यही भन्नु न, त्यही भनेर। अँ, मलाई जस्तो तपाईँको मलाई हजुर अलिक मोर राइटिङको अलिक हुन त हामी इन्डस्ट्रीमा पुग्छौँ, यो फेरि हाम्रो एज अ नेचरै भइसकेको छ क्या, ठ्याक्क उता पुगिन्छ अनि यता अनि, तर मलाई जस्तो तपाईँले लेख्दाखेरि जस्तो मैले म आफै पनि आजकल म लेख्ने प्र्याक्टिस गर्दैछु कि खासमा दुई तिनवटा सर्ट फिल्म यताउति, अनि मैले गरेँ होइन, अनि आजकल चाहिँ अब सुरुवात भएर पो हो कि किन मैले कुनै पनि क्यारेक्टरको डायलग अथवा क्यारेक्टर लेखेँ भने त्यो काहीँ न काहीँ रियल लाइफ बेस्ड हुनै पर्छ क्या, कि मैले काहीँ उम्, देखेको अथवा काहीँ थाहा पाएको अथवा मैले देखेको त्यस्तो हुनुपर्छ, हुनैपर्छ, अदरवाइज म लेख्न सक्दिनँ। सो एज अ राइटर तपाईँले लेख्दाखेरि कस्तो हुन्छ, जस्तो क्यारेक्टर तपाईँले बनाउनुहुन्छ कि डिराइभ नै हुन्छ त्यो सब चिजहरू, कस्तो हुन्छ मेन? होइन त्यो तपाईँ मोर अब अलिक धेरै लेख्न थालेपछि चाहिँ तपाईँसँग हरेक क्यारेक्टरको रेफरेन्स हुँदैन होइन। अँ, त्यो अँ, तपाईँले चाहिँ त्यो आफ्नै एउटा बनाउनु पर्छ कि तपाईँले आफै अँ, जन्माउनु पर्यो, त्यसको बडी ल्याङ्ग्वेजदेखि लिएर त्यसको चाहिँ ल्याङ्ग्वेजदेखि लिएर त्यो सारा चिजहरू चाहिँ तपाईँले बेग्लै दिमागमा बनाएर बल्ल चाहिँ राइटिङमा चाहिँ तपाईँले हाल्ने हो। मलाई लाग्छ तपाईँहरू बल्ल लेखिरहेको अर्को नयाँ राइटरहरूको त्यही पनि हुन्छ कि कहाँनिर अड्किने होइन। मलाई कन्भर्सेसनहरू पनि नयाँ राइटरहरू कसैले मलाई पढ्न दिँदाखेरि चाहिँ त्यो डायलगहरू नै यति लामो लामो त्यो पनि मलाई फिल हुन्छ क्या त्यो होइन। अनि म बुझिहाल्छु कि ए बल्ल सुरु गर्दो रहेछ भनेर उम्, होइन। प्रिसाइज चिजहरू चाहिँ कसरी भन्ने त भनेर भन्ने चिज पनि त्यो नयाँ नयाँमा चाहिँ त्यो पनि थाहा नहुँदो रहेछ होइन। गर्दाखेरि कन्भर्सेसन चाहिँ इन्ट्रेस्टिङै छ त्यो, एक्जिक्युट भयो भने ठिकै होला, राम्रो एक्टर पऱ्यो भने। तर त्यसले चाहिँ तपाईँको ठ्याक्कै सिनेमालाई चाहिँ काम गरिरहेको छैन कि, त्यस्तो पनि हुन्छ कि तपाईँलाई चाहिँ अब बल्ल तपाईँ बल्ल लेख्न थाला भएको हुनाले चाहिँ त्यो त्यो खालको समस्या आएको हो जस्तो लाग्छ मलाई। अहिले तपाईँले चाहिँ अलि धेरै लेख्न थालेपछि चाहिँ अनि त्यो अर्कै प्रोसेसमा जान्छ तपाईँको, प्रिसाइजली यो क्यारेक्टरको बारेमा म यसरी गर्छु भनेर भन्ने चिज हुन्छ। नत्र भने के कस्तो हुन्छ भने हामीले सोचिरहेको सबै क्यारेक्टरहरू रियल लाइफ क्यारेक्टर त हुँदैन होइन। बिस्तारै त्यसमा तपाईँको हामीले हेरेको लिट्रेचर अथवा हामीले हेरेको फिल्म अथवा हामीले समाजमा भेटेको मान्छेहरू त्यो सबै चिजहरू चाहिँ जम्मा गर्ने हो नि त होइन। कहिलेकाहीँ तर यो चाहिँ म तपाईँलाई इन्ट्रेस्टिङ एउटा मेरो अब्जर्भेसन छ, सुनाउँछु ल। उम्, मैले चाहिँ एउटा स्टोरी लेख्छु भनेर सोचेँ मैले होइन। अ, त्यो चाहिँ आज फर्स्ट टाइम भनिरहेको छु। त्यो चाहिँ कस्तो छ भनेदेखि अ, पाहाडहरूमा आजभोलि तपाईँको चाहिँ जङ्गली जनावरहरूले चाहिँ त्यो बालीनाली सखाप पारिदिने के गर्नेवाला एकदम समस्या एकदम ऱ्याम्पेन्ट छ। संसदमासम्म पनि कुरा उठिरहेको थियो होइन। अब मलाई चाहिँ के लाग्यो भने अब यसलाई चाहिँ म चाहिँ न्यारेटिभको रूपमा चाहिँ डेभलप गर्छु भनेर दिमागमा आयो। मैले मोटामोटी एउटा स्ट्रक्चर बनाएँ होइन। त्यो चाहिँ फर स्याडोइङको रूपमा त्यो ब्याकड्रपमा बस्छ, तर मेन कथा चाहिँ अर्कै छ होइन। त्यो क्यारेक्टरहरू भेटिने जोडिने चिज चाहिँ एउटा मेन इन्सिडेन्ट चाहिँ त्योवाला प्रब्लम छ क्या होइन। त्यो गइसकेपछि चाहिँ मैले के गरेँ भनेदेखि अ, त्यो चिज ठ्याक्कै के हो त भनेर भन्नका लागि चाहिँ म अलिकति घुम्न पर्यो भनेर म चाहिँ त्यो जहाँ जहाँ त्यस्तो खाले प्रब्लमको समाचारहरू आइरहेको थिएँ म 3-4वटा जिल्ला घुमेँ के होइन। उम्, 3-4वटा जिल्ला घुमेँ अनि थुप्रो मान्छेहरू भेटियो। भेट्दाखेरि त्यो सबै मान्छेहरू भेट्दा मध्ये मैले एउटा क्यारेक्टर चाहिँ भेटेँ क्या त्यहाँनिर होइन। अनि त्यहाँ चाहिँ एउटा चाहिँ मैले चाहिँ वडाध्यक्ष भेटेँ होइन, जसले चाहिँ त्यो प्रब्लममाथि सिभियरली काम पनि गरिराख्नु भएको रहेछ। डिफ्रेन्ट डिफ्रेन्ट एप्रोचेसहरू पनि इन्भेन्सन पनि गर्नुभएको रहेछ त्यो त्यो चाहिँ डिल गर्नका लागि भन्छ नि त्यो चाहिँ इन्डिजिनियस त्यो टेक्निकहरू के आफैले चाहिँ के गर्दा हुन्छ त भनेर उहाँहरूले आफै एउटा डेभलप गरेको चिजहरू पनि रहेछ। गरेपछि पछि मलाई के चाहिँ सजिलो भयो भने उहाँलाई भेटेर उहाँको कुरा सुनेपछि चाहिँ मैले
ठ्याक्कै उहाँ जस्तै रूप रङको अनि उहाँको जस्तै बोल्नेवाला क्यारेक्टर चाहिँ मैले सर्लक्क उतारिरहेछु क्या। उम्, अब त्यो चाहिँ त्यसरी ठ्याक्क भेटियो, तपाईँको इमेजिनेसन र रियालिटीको त्यो ठ्याक्क मिलन भयो भनेदेखि चाहिँ तपाईँले भनिरहेको चिज चाहिँ त्यो एकदम एक्सिलेन्ट हुने रहेछ। यो पनि मेरो मेरो जीवनमा चाहिँ मैले पहिलोचोटि मैले उ गरिरहेको, किनभने म अर्कै खालको फिल्महरू लेख्छु तपाईँलाई थाहा छ होइन। त्यो उम्, कम्प्लिटली इमेजिनेरी हुन्छ अनि चाहिँ त्यो चाहिँ हुन पनि सक्छ भने जस्तो हुन्छ। अनि जब त्यो स्क्रिप्ट बनिसकेपछि चाहिँ जसले त्यो पढ्नु भएको छ होइन, अनि यो क्यारेक्टर चाहिँ गजब छ भनेर उहाँहरूको त्यो फिडब्याक छ क्या। त्यो चाहिँ उम्, कहिलेकाहीँ मात्रै तपाईँले त्यो पाउनुहुन्छ क्या। त्यो चाहिँ कसरी भयो भने मलाई पनि त्यो मेरो इमेजिनेसनमा पनि त्यो थियो होइन। अनि मेरो इमेजिनेसन र त्यो रियल क्यारेक्टर मिक्स गर्दाखेरि चाहिँ एउटा मिठो क्यारेक्टर निस्किँदो चाहिँ रहेछ कि। यो चाहिँ मेरो लागि पनि नयाँ अनुभव हो, किनभने मैले रियल लाइफ क्यारेक्टरहरूलाई चाहिँ मैले फलो गरेर अहिलेसम्म खासै केही पनि लेखेको थिइनँ। यो एउटा इन्ट्रेस्टिङ थियो किनकि लास्ट टाइम मैले इन्टरभ्यू हेर्दै थिएँ वरुण ग्रोभरको होइन। अनि उसले चाहिँ के भनिरहेको थियो भने कहिलेकाहीँ अगेन इन्डस्ट्रीमा लामो समयसम्म भइसकेपछि मान्छे अब त्यो एरियामा अब त्यहीँ काम गर्नु पर्यो त्यहीँ गर्नु पर्यो होइन, रेगुलरली लेख्न थालिसकेपछि अलमोस्ट लाइक हामी बिलिभ गर्न थाल्छौँ कि स्टोरी आउँछ आफै यो त क्यारेक्टर बन्छ भनेर। बट तर काहीँ न काहीँ राइटरले चाहिँ डिट्याच हुनैपर्छ अथवा समाजमा जानै पर्छ क्यारेक्टर भेट्नलाई, नत्र त्यो काहीँ न काहीँ कि त रिपिटेटिभ हुन जान्छ कि त त्यो सुपरफिसियल हुन्छ भन्ने कुरा गरिरहेको थियो। अनि यो कुरा त्यो त्यसरी यही कुरा अहिले यहाँ हामीले पनि गऱ्यौँ होइन। यसो यो हुनसक्छ जस्तो लाग्छ मलाई, किनकि केही न केही अब काहीँ न काहीँबाट त आउनु पर्यो क्यारेक्टर, किनकि यहीँको मान्छेको फिल्म बनाइँदैछ भने त काहीँ न काहीँ कतैबाट कोही कोहीको त हुनु पर्यो होइन। र त्यो भएन भने त फेरि किनकि त्यसले नै इन्ट्रेस्टिङ बनाउने हो जस्तो लाग्छ स्टोरी, अब केही नै कुरा पनि थोरै रिलेटिभली एउटा भने त चाहिँ। त्यो तपाईँको रियल क्यारेक्टर त भयो भने बेटर भयो, तर त्यतिले मात्रै सिनेमा चाहिँ मलाई चाहिँ त्यतिले मात्रै चाहिँ फेरि पुग्दैन। त्यसमा तपाईँको त्यो अब कसरी त्यो क्यारेक्टरको बारेमा लेखिन्छ, उसको एक्सटर्नल लेयर इन्टरनल लेयरदेखि लिएर अब त्यसलाई बाँच्ने जुन एक्टर हुन्छ नि होइन, उसले पनि त्यो उम्, चिजलाई कति एसिमुलेट गर्छ, त्यो चिजले पनि फरक पार्छ क्या त्यो उसको कुरा चाहिँ। तर अब चाहिँ अब त्यो पनि फेरि कस्तो हुँदो रहेछ भने त्यो पनि आफ्नो इन्डिभिजुअल एक्सपिरियन्सको कुरा हुँदो रहेछ कि। कतिपय मान्छेहरू मैले चाहिँ हेर्दाखेरि कस्तो हुन्छ भनेदेखि अनुराग कश्यपको फिल्महरू हेऱ्यो भनेदेखि आजभोलि मलाई त्यसको क्यारेक्टरहरू चाहिँ सेम सेम टेम्परामेन्टको क्यारेक्टरहरू म देख्छु क्या। अलिअलि अलिकति एग्रेसन भएको त्यो भित्रबाट चाहिँ अलिकति त्यो त्यो हुन्छ नि, अलि चाहिँ उत्पीडनमा परेको महसुस गर्ने, तर अब त्यहाँबाट बाहिर निस्किन पर्यो भनेर भने जस्तो हेर्दाखेरि वेल टु डु भए पनि ऊ भए पनि त्यो मतलब क्यारेक्टरको उसको हिसाबले चाहिँ त्यस्तो खाले क्यारेक्टरहरू चाहिँ उसको फेभरेट रहेछ भने जस्तो लाग्छ कि मलाई। त्यो उसको मैले जति पनि अहिले फिल्महरू हेरेको छु, अहिले मैले केनेडी र चाहिँ ऊ चाहिँ हेरिनँ होइन, मैले साँच्ची निसान्चीसम्म पनि हेरेँ होइन। ए, केनेडी चाहिँ हेरेको छैन, त्यो पनि कता कता देखिरहेको थिएँ मैले होइन। ए, अनि त्यो हेर्दाखेरि चाहिँ मलाई त्यो उसको क्यारेक्टरहरूको टेम्परामेन्ट चाहिँ सबै क्यारेक्टरहरूको त्यो उम्, देवडीदेखि लिएर ऊदेखि लिएर गुलालदेखि लिएर ऊदेखि लिएर थोरै एग्रेसन भएको, अनि उनीहरू आफ्नो त्यो रियल सिचुएसनबाट बाहिर निस्किन सङ्घर्ष गरिरहेको त्यस्तोवाला चाहिँ क्यारेक्टरहरू चाहिँ उसलाई उसको फेभरेट रहेछ कि। र उसकोमा अब त्यो हेऱ्यो भने त्यो त्यसमा बिस्तारै अब मैले चाहिँ अब चाहिँ रिपिटेसन फिल गर्न थालेको छु कि उसकोमा चाहिँ। इभन दो त्यो चाहिँ इन्ट्रेस्टिङ हुन्छ अब हाम्रो लागि होइन राइट एउटा। राइट राइट। यो यो त यो छ अहिले कसैको केसमा पनि धेरैको क्रिटिसिजम आजकल अलिकति ग्रुप कोही मान्छे त्यही पुरानो हेर्न चाहिरहेछ, कोही मान्छे चाहिँ होइन यसले गुरु हरायो भनेर चाहिँ त्यो त्यो एउटा फिल्म मेकरको जर्नीमा त्यहाँ पुग्दो रहेछ यो मान्छे। म कन्सटेन्टली रिइन्भेन्ट गरेको डिरेक्टरहरू एकदमै कम जस्तो अब तपाईँले त त्यति चाहिँ उयो भएन मलाई पाँच चान हुकको जहिले पनि त्यो लाग्छ कि एभ्री टाइम सरप्राइज गरिरहेको जस्तो फिल हुन्छ क्या एभ्री टाइम ल्याउँदाखेरि। कुन अब चाहिँ कुन चाहिँ इभन भन्नुभयो?
पाँच छ नो अदर चोइस यसपालि होइन पहिला ए डिसिजन टु ओके लिभ पार्क चेन-ओकको ए उसले चाहिँ एभ्री टाइम ल्याउँदाखेरि त्यो केही न केही ल्याएरै आउँछ कि होइन त्यो त्यो त्यस्तो नो फिल भयो नो मलाई। नो अदर चोइस को र तपाईँको उम्, त जापानमै बस्नुभएको छ टोकियो सोनाटा भन्ने फिल्म छ हेर्नु होला त्यो होइन त्यो चाहिँ हेरेको छैन त्यो हेर्नुभयो भने अब त्यसमा सिमिल्यारिटी छ कि अब त्यो चाहिँ अब त्यो गिग इकोनोमी चाहिँ अलिकति पनि तलमाथि हुने बित्तिकै चाहिँ मेट्रोपोलिस सिटीहरूको मान्छेहरूको जीवन चाहिँ एकैचोटि त्यो चाहिँ ह्युजली अफेक्टेड हुँदो रहेछ त्यो होइन अब जस्तो नेपालमा त अहिले उता युद्ध भइरहेछ के गरिरहेछ वी आर नट मच द्याट अफेक्टेड के उम्, हामी चाहिँ काहीँ न काहीँ के सोचिरहेछौँ भने गाउँतिर गएर दाउरा साउरा जम्मा गरेर भए पनि वी क्यान सर्भाइभ भन्ने हुन्छौँ कि त्यो भएर त्यो लेभलमा वरि हुन्न तर मेरो एकदम मिन टाइम बाहिरतिर बसेको साथ मान्छेहरूसँग कुरा गर्दाखेरि उताको मान्छेहरू अब आत्तिसक्यो के होइन उम्, अब यो चाहिँ वार चाहिँ अब अलि लम्बियो गऱ्यो भनेदेखि चाहिँ के हुन्छ होला भनेर उनीहरूलाई अलिकति एन्जाइटी चाहिँ हान्न थालिसकेछ क्या ए त्यो ओके त्यही त्यो छ पार्क चुन वाकको कुरा चाहिँ त्यो त्यो लाग्यो मलाई त्यो उसको त्यही फिल्म न अदर चाइजको कुरा चाहिँ त्यो भएर मेरो लागि त्यो चाहिँ भयो तर ल्याउँदा चाहिँ उसले त्यो चिजहरू चाहिँ नयाँ नयाँ हिसाबले लिएर आउँछ पार्क चेन वुकको मलाई चाहिँ यसपालि नो अदर चोइस पनि मन पर्यो डिसिजन टु लिभ त मैले दुई तिनचोटि नै हेरिसकेको थियो एकदमै धेरै मनपर्छ मलाई त्यो त्यो पनि उम्, डिसिजन टु लिभ राम्रै थियो। उसको त्यो चाहिँ अब फिल्मोग्राफी हेर्दाखेरि चाहिँ उसले सबै जनरमा चाहिँ उम्, एक्सपेरिमेन्ट गरेर त्यो सबै चिजहरू चाहिँ उसले सक्सेसफुल्ली चाहिँ ऊ पनि गरेछ त्यो एउटा एक्जिक्युट पनि गरेको देखिन्छ त्यहाँ आजकल मिम आउँछ कि उसकै केसमा पनि उसले इन्फिडेलिटी नभएको फिल्मै बनाउँदैन भनेर पनि त्यो एउटा ए उसको रेगुलर थ्रेड चाहिँ अँ, त्यो 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 चिज एक्स्ट्रा मेरिटल अथवा इन्फिडेलिटी यो चिजहरू हुन्छ भन्ने अँ। त्यो पनि आइरहेको थियो आउन चाहिँ उम्, तर त्यो चाहिँ अब त्यही मैले अघि भने जस्तै ऊवाला क्यारेक्टरिस्टिक्सै भयो कि एक्स्ट्रामर्डियल अफेयर भने मैले पनि अहिले जति पनि त्यो चाहिँ हलिउड फिल्महरू हेर्छु होइन राइट कति राइट धेरै बन्छ कि त्यो चिटिङ इन्फिडेलिटीको विषयमा चाहिँ कति फिल्म म बन्छ अनि मलाई त्यही हुन्छ अनि म चाहिँ अब सोसियोलोजीको पनि विद्यार्थी भएको हुनाले डेफिनेटली त्यो उनीहरूको क्यारेक्टरिस्टिक हो त्यो चिजले उनीहरूको जीवनलाई चाहिँ हेभिली त्यत्रो डिस्टर्ब गरिरहेछ त्यो भएर त्यो कथा उनीहरूले एक्साइटिङ फिल गरिरहेछ भन्ने लाग्छ अनि म सोचिरहेको छु म हाम्रोमा बनायो भने चाहिँ अनफेथफुल जस्तो अथवा उ जस्तो बनायो भने के हुन्छ होला भने जस्तो त्यो चाहिँ सोध्छु म नेपालमा त्यो मलाई लेभलमा काम गर्छ जस्तो लाग्दैन कि मलाई 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 त्यो इन्ट्रेस्ट छ त्यो त्यो त मलाई पनि नेपालमा मलाई चाहिँ हाम्रै स्टाइलको हुन्छ तर हाम्रोमा नि यस्तो नभएको होइन कि तर यहाँ बनाए मान्छेले एक्सेप्ट चाहिँ अब गर्ला नगर्ला भन्ने हो तर त्यो एरियामा हामीले जानु अब चाहिँ जानु पर्ने हो कि जस्तो लाग्छ किनकि त्यो एक्सप्लोर भएको छैन जस्तो प्रेम पनि मैले बेटर एक्सप्लोर भएको पाउँदिनँ क्या नेपालमा हामी सुपरफिसियल त्यो अब चाहिँ फिल्मबाट फिल्मै बनाइरहेको छौँ प्रेमको हिसाबमा पनि जस्तो हाम्रो अँ, देशमा 18वटा फिल्टर छ होला प्रेम गर्नलाई मान्छे यस्तो यो ठाउँ एकदम उर्वर ठाउँ हो नि त प्रेमको फिल्म बनाउनलाई तर अब हामी चाहिँ फिल्मबाट फिल्मै बनाइरहेको छौँ प्रेमकै केसमा पनि सो एन्ड यो चिटिङ अथवा इन्फिडेलिटी नेपालमा त झन् एकदम र भिडियोहरू आउँछन् आजकल त युट्युबमा हेऱ्यो भने त्यो 5-6वटा युट्युब भिडियो त्यो क्लिप बनायो भने त्यो एउटा फिल्म बन्ने खालको देख्छु क्या म त्यो अलमोस्ट त्यो यति र फर्ममा आउँछ कि डकुमेन्ट्री फर्ममा खिचे जसरी हुन्छ नि फिल्मै लाग्छ अलमोस्ट कतिवटा उम्, क्लिपहरू होइन सो यहाँ एक्सप्लोर गर्ने ठाउँ छ त्योमा पनि धेरैवटा आजकल चाहिँ तर हो अब चाहिँ त्यसमा यहाँ त्यसमा हाम्रो ऊ के हो भनेदेखि हाम्रो ढङ्ग नपुगिरहेको चिजहरू के हो भने हो यो चिजहरू रिपिटेटिभ छ भन्ने एउटा चाहिँ राइटर डाइरेक्टरलाई त्यो चेतना चाहियो होइन त्यो चिजलाई चाहिँ मैले कसरी चाहिँ इनोभेटिभ वेमा प्रेजेन्ट गर्न सक्छु त भनेर भन्ने चिजमा कमिटमेन्ट चाहियो क्या अब त्यो उ गर्नका लागि होइन त्यो भएर त्यो भयो भने मात्रै गहिराइमा पुगिन्छ होइन भनेदेखि यताबाट अलिकति सेक्सपियरको लिएर आयो अर्कोतिरबाट लिएर आयो होइन अर्कोतिरबाट लिएर आयो गर्दाखेरि त्यो ठ्याक्कै होइन त्यो चाहिँ जोडेर एउटा सिनेमा बन्छ त्यो हामीले कहिले तपाईँले नै गरिरहेको मलाई चाहिँ त्यही धेरै अगाडि भन्नुभएको थियो हामीमा इभन कमर्सियलको कुरा गर्दाखेरि हामीमा कम्पिटेन्ट कमर्सियल फिल्म बनिरहेको छैन भन्नुभएको थियो होइन हो इभन एक्ज्याक्टली हो र अहिले पनि त्यही त्यही अब हामी 2-3 वर्षको ग्यापमा बोल्दैछौँ होइन सो चिजहरू त्यही नै छ अहिले पनि जस्तो लाग्ने क्या अनि ल यसको म तपाईँलाई लेटेस्ट म एक्जाम्पल दिन्छु म नाम लिन्न तपाईँ भन्नु गर्नु होला होइन उम्, अब
त्यो चाहिँ अब लभ स्टोरी सिनेमा बनाउँछु म भनेर चाहिँ लभ स्टोरी सिनेमाहरू बनाएको छ। यही साल पनि के फिल्महरू बने, उम्, अघिल्लो साल पनि बने होइन। अब उम्। केही चाहिँ साथीहरूले चाहिँ यो रोमकम भन्ने सिनेमाको भविष्य रहन्छ भनेर चाहिँ भन्नुभयो होइन। उतापट्टि त्यही तयार समयमा इफेक्ट। फेरि होइन होइन, त्यही त त्यो भन्नुभयो। त्यसको चाहिँ हप्ता 10 दिनपछि सही आएर आएर त्यहाँ तहल्का मच्चायो के होइन। होइन अनि तर अब त्यो फिल्महरू एकदम डिपली हेर्नुभयो भने जे उहाँहरूले लभ स्टोरी भनेर भनिरहनु भएको छ, त्यो लभ स्टोरीको चाहिँ एलिमेन्टहरू चाहिँ त्यो सिनेमाहरूमा छैन के। उहाँहरूले चाहिँ के सोचिरहनु भएको छ, दुईवटा केटा र केटी छ अनि तिनीहरूसँगै गाना गाउँछ, रोमान्टिक गाना गाउँछ, त्यो भयो भने चाहिँ रोमान्टिक भइहाल्यो भनेर भन्ने चिज चाहिँ उहाँहरूले त्यो भ्रममा त्यो सिनेमाहरू चाहिँ बनाउनु भएको छ क्या होइन। जुन कथा उहाँहरूले देखाउनु भइरहेछ, जुन चाहिँ रोमान्स उहाँहरूले देखाउनुहुन्छ, आजभोलि त्यो रोमान्स चाहिँ नेपाली सोसाइटीमा एक्जिस्टै गर्दैन के राइट, एक्ज्याक्टली म त्यही भन्छु, आउट अफ सुपरफिसियल एकदमै, त्यो त हो। हामीमै छैन भने जस्तो। त्यही चिजले गर्दाखेरि चाहिँ उहाँहरूको फिल्म चाहिँ त्यो मैले हेर्दाखेरि त त्यो चाहिँ लभ स्टोरीको त्यो क्याटेगोरीमै परिराखेन के। त्यसको पनि आफ्नो एउटा फर्मुला अथवा एउटा ग्रामर छ नि त होइन। उम्, त्यसको त्यो नै छैन के। तर उहाँहरू अनि चल्दैन, नचलेपछि मेरो लभ स्टोरी फिल्म चलेन भनेर भन्नुहुन्छ क्या। त्यो त्यो चाहिँ होइन, समस्या छ क्या। यो छ लभ स्टोरी त हामीले बनाएको, अब अनेस्टली भन्दा अब मैले नहेरेको पनि अब नेपाली फिल्म हेरेँ त हेर्दाखेरि मैले त आजसम्म देखाएको छैन कि मलाई रिप्रेजेन्ट गर्ने, अथवा मैले मेरो साथीलाई, मेरो जति पनि लभ स्टोरी सुन्छु नि मैले, मेरो हाम्रो समाजमा जुन लभ स्टोरी छ त्यो त मैले स्क्रिनमा आजसम्म देखेकै छैन अहिलेसम्म। त्यो छैन त्यो त छैन छैन। त्यो चाहिँ सो लभ स्टोरीले नुएन्सेस हिट गर्नुपर्छ नि, काहीँ न काहीँ त। ओके, यो फिलिङ चाहिँ यहाँसम्म पुग्दा चाहिँ आयो है, मैले पनि यस्तो भोगेको थिएँ, यस्तो त छैन। हामी त त्यो लभ स्टोरीको त्यता त पुगेकै छैन। लभ स्टोरी त मेरो फेभरेट जनर हो। मैले अहिलेसम्म एक्सपिरियन्स गर्नु अस्ति अब तपाईँ सबैले लेखेकै कुरा हो यो होइन, रमिताको पिरती मैले पनि रिभ्यू लेखाएको छु, मैले पब्लिस गरेको छैन। रमिताको पिरती मैले हेरेँ रिसेन्टली। या त्यो मुभीमा केही चिजहरू थिए जुन एप्रिसिएट धेरै गर्न मन लाग्ने होइन। अनि मलाई मलाई सबैभन्दा मन परेको पार्ट त्यो मुभीको मैले अलिकति भन्दाखेरि चाहिँ, म फिल्म मेकरलाई एम्पाथाइज गर्न सक्छु कि फिल्म मेकर एउटा प्यासनबाटै बनाइरहेको फिल्म हो, किनकि कोल्ड ओपनिङ राखेको छ फर्स्टमै, जुन त मैले हाम्रो इस्टाब्लिस सर्ट भनेको अब त फिट भइसकेको लभ स्टोरीमा कि त एउटा खालको हुन्छ त्यो मिट क्युट, अथवा अनि कुनै गाउँको फिल्म बनायो भने माथिबाट ड्रोन ल्याएर त्यो इस्टाब्लिस, बट यो मुभीमा ठ्याक्कै कोल्ड ओपनिङ गरिरहेछ भनेपछि त्यो रिफ्रेसिङ लागि गयो मलाई होइन। सो इन गरायो क्या फिल्मले। सो धेरै चिजहरू, के चिजहरू अनि के चिजहरू चाहिँ त्यो अगेन लभ स्टोरी हेरेपछि अर्को लभ स्टोरी बनाउँदाखेरि बन्छ कि यस्तो त्यो टाइपको पनि फिल भइरहेको थियो। बट एनिवे त्यो त्यो छुट्टै कुरा हो कि। तर मैले भनेको त्यसमा फिल्म मेकरले बनाउन खोजिरहेको छ कि त्यो नयाँ चाहिँ, म चाहिँ बरु अर्को नर्म भन्दा बाहिर जान्छु भनेर त्यो खोजेको देखेँ क्या त्यो मुभीमा होइन। सो त्यो एप्रिसिएट गर्न लाइक होइन गरियो पनि धेरै नै जस्तो गरेको हामीले अप्रिसिएट गर्नेवाला मा चाहिँ के हुन्छ भनेदेखि चाहिँ हामीले कन्टेम्पोरेरी बाँकी फिल्म मेकरले के बनाइरहेछ अनि एउटा नयाँ डिरेक्टर आएर के बनाइरहेछ त होइन। त्यस्तो भोइसेसहरूलाई चाहिँ हामीले त्यसमा एउटा फिल्म त हेर्न थाल्यो भने हरेक फिल्ममा सर्टेन लेभलको लिमिटेसन हुन्छ, विकनेसेसहरू हुन्छ। तर के चिजलाई हाइलाइट गर्ने त भन्दाखेरि एउटा नयाँ एउटा फिमेल डिरेक्टर आएर होइन, त्यो चाहिँ मलाई त्यो बेस्ट लागेको चाहिँ चाहिँ त्यही हो क्या। उसले त्यो सिनेमामा म यो चाहिँ यो मिल्क गर्छु, म यो सिचुएसन मिल्क गर्छु, के गर्छु भनेर सोचेको छैन कि छैन होइन। छैन, हन्ड्रेड त्यो पर्सेन्ट भएर उसले एकदम तन्काएर जान उसका लागि त्यो ठाउँ चाहिँ मलाई धेरै मान्छेहरूले भन्दाखेरि होइन त्यत्रो इमोसनल हुने ठाउँ रहेछ, त्यहाँ किन त्यो चाहिँ नगरेको, त्यो चाहिँ नतानेको भनेर भन्छ कि। जस्तो भोलि हाम्रो म पनि इन्भल्भ भएको एज अ प्रड्युसर, त्यो एकमुठी बादल छ। भोलि हाम्रो पनि सिचुएसन चाहिँ यसो फ्यामिली ड्रामा हो। फ्यामिली ड्रामा हुने बित्तिकै त्यो हुन्छ नि त, फ्यामिली भन्ने बित्तिकै तपाईँको त्यहाँ माया ममता पनि छ, झै झगडा पनि छ, गिला सिकुवा पनि छ, सबै चिज छ नि त होइन। तर त्यहाँ चाहिँ पछि मैले चाहिँ डिरेक्टर, राइटर डिरेक्टरलाई भन्दाखेरि चाहिँ होइन, मैले यो चिज अलिकति गर्ने हो कि भनेर भन्दाखेरि होइन दाइ त्यो त सबैले गरिरहेछ, त्यही चिज मैले किन गर्ने होइन। त्यो अडियन्स त्यो त्यो चिजलाई समातेर कहाँसम्म पुग्छ त्यो उसको जिम्माको कुरा हो।
म चाहिँ त्यसलाई तन्काएर तँ यसै गरी सोचेँ अब तँ यहाँ बसेर रो नै भनेर भन्ने चाहिँ मेरो एप्रोच होइन दाइ, त्यतातिर नजाऊँ भनेर उम्, चाहिँ उसले मलाई त्यो भनेको मलाई याद छ के। हो उम्, मलाई पनि त्यो रमिताको पिरेतीमा त्यस्तोवाला चिजहरू उसलाई थाहा नभएको होइन, किनभने एज अ या डिरेक्टरलाई जब त्यो सिचुएसन क्रिएट गर्न सक्छ भने यो ठाउँमा मैले उम्, मजाले मिल्क गर्न सक्छु भन्ने पनि थाहा हुन्छ राइट क्या, राइट होइन। 100% त्यो त तर त्यो गर्न चाहँदैन, त्यो चाहिँ एउटा मेकरको आफ्नो कन्भिनियन्सको आफ्नो एउटा भोइस म कसरी लिएर जान्छु एज अ सिनेमा थ्रु भन्ने आफ्नो उनीहरूको कन्भिक्सनको कुरा हो क्या। रमिताको पिरातीमा त्यो धेरै चिजहरू थियो त्यो। त्यही त मैले मैले हेरेँ मलाई त ओपनिङले ठ्याक्कै फेरि कस्तो भयो भने नि अब अब भन्न पनि अप्ठ्यारो लाग्ने कि बार लो भएर त्यस्तो भएको हो कि के हो होइन तर एनिवे त्यो त्यो पनि होइन कि त्यहाँ जेन्युन इफोर्ट एउटा मान्छेले त्योबाट सुरु गर्न चाह्यो किनकि हामीले लभ स्टोरी फिल्म त्यसरी सुरु भएको देखेकै छैन यो होइन, एउटा पहिले त कुरो उनीहरूको अचम्म छ रिलेसनसिप सेटअप गरेर बिस्तारै त्यसैको 15 मिनट सिनेमा जान्छ नि तपाईँको। राइट पहिले त उनीहरूको ह्याप्पी युनिभर्स देखाउनु पर्यो, देखाएपछि बिस्तारै त्यहाँ क्र्याक्सहरू सुरु हुन्छ होइन। अनि त्यहाँपछि बल्ल त्यो मोमेन्ट भनेको चाहिँ त्यो फर्स्ट इन्साइटिङ इन्सिडेन्ट भने जस्तो त्योवाला सिन हो कि त्यो, अब फर्मुलामा राइटिङको फर्मुलामा राखेर हेर्ने हो भने होइन। तर त्यो उनीहरूले स्किप गरेछ। ऊ फिल्म कलेजकै स्टुडेन्ट हो होइन, अनि उसलाई मलाई थाहा एकदम नहुने। मैले पछि कुरा पनि गरेँ होइन अनि त्यो चिजहरू थियो अनि मैले रिभ्यू गरेँ त्यसको लेख पब्लिस गर्न बाँकी छ सो बट यस्तो कुराहरू होइन अनि नोभेल्टी के चिजहरूमा आजकल त्यो देखिन्छ तर अलमोस्ट नत्र इस्टाब्लिस सर्ट हुन्छ फर्स्टमा अनि त्यसरी बग्छ अनि होइन, यो अब यो साल यो तपाईँ साल आएको त त्यो भनेको एउटा नयाँ फिल्म भनेको चाहिँ त्यही हो मेरो लागि पनि होइन। अरू त रिसाइकल भर्जन हो, कुनै के चल्यो होला होइन, अरू धेरै फिल्महरू चल्यो होला, त्यो चाहिँ तपाईँले लेख्नु भएको नेपालको। थियो होइन अनि तपाईँले लेखेको कुरा पनि मलाई इन्ट्रेस्टिङ के लागेको थियो भने अब अहिले राम्रो भन्ने त अब त्यो अप्ठ्यारो भयो भन्नुभएको थियो कि मलाई त्यो ठिक साँच्चै लागेको थियो त्यो कुरा किनकि अनि कहिलेको यो ट्रिक हुँदो रहेछ हेर्नु मैले हेरेँ होइन नि मलाई कुनै फिल्म मन पर्यो भने म आफैले क्वेसन गर्न थाल्छु क्या कि अरे मैले मन पराएको थियो यो चिज मलाई अरू अरू एक दुईवटा मुभी पनि त्यस्तो भयो होइन मैले भने यस्तो फिल गराइ भएको हो कि माहौल कि सबै राम्रो छैन भन्नेतिर लागिएर अनि त्यो अलमोस्ट दिमागलाई त्यो ऊ भएको हो कि जस्तो क्या अनि अब कुनै कुरो राम्रो भनौँ भने नि के हो भने जस्तो होइन, मलाई त्यो के थाहा थियो भने मलाई दुई चारजना मान्छेहरूले फाइट ब्याक गरिहाल्यो, कहाँ राम्रो छ त्यो फिल्म भनेर भनिहाल्यो होइन। उम्, हो त्यो चाहिँ तिमीहरूकै लागि हो त्यो स्ट्याटस होइन। तिमीहरूलाई नराम्रो पनि लाग्न सक्छ, आई डोन्ट केयर, तर मलाई चाहिँ मलाई मलाई ठिक लागेको सिनेमा हो त्यो भनेर भने। त्यो मान्छेहरूको त्यो आफ्नो त्यो आफ्नो के अरे त्यो त्यही त मजा चाहिँ फेरि त्यही नै हो, एउटा फिल्मलाई लिएर मान्छेहरूको सबैको एक समान धारणा आउनुपर्छ भन्ने पनि छैन त्यस्तो खाले। तर छैन मलाई त्यो मेरो कन्भिक्सनमा मलाई ठिक लाग्छ। मलाई डे वानदेखि नै मलाई उनको स्वेटर भन्ने फिल्म चाहिँ यो राम्रो फिल्म हो भन्ने लागिरहेको थियो। अनि त्यो प्रिमियरमा हेर्दाखेरि चाहिँ धेरै मान्छेहरूको चाहिँ त्यो ओपिनियन चाहिँ डिभाइडेड थियो के। यस्तो स्लो कहाँ के छैन ऊ छैन के भनेर भन्थ्यो। अनि मलाई चाहिँ वाट एभर होइन, मैले फ्लजहरू हेर्दिनँ होइन। मलाई यतिको फिल्म चाहिँ नेपालमा भेरी गुड चाहिँ एटेम्प भनेर मैले भनेको थिएँ, नभन्दै त्यो बक्स अफिसले पनि त्यो चिजलाई चाहिँ सब्सटेन्स गर्यो क्या। त्यो मुभीका मेरो फुल अन थ्योरी छ किनकि म अगेन त्यसमा पनि म देख्छु कि फिल्म मेकर एकदमै सही तरिकाले एन्ट्री गरे हो त्यसमा पनि मैले धेरै चिजै मैले एप्रिसिएट गरेँ नि केही केही क्यारेक्टरले त एक्सट्रिम नुएन्समा पनि लगेको छ कि त्यो त्यो चिज पनि छ खासमा कि सोसाइटीलाई अलमोस्ट त्यस्तो अब मैले त्यो अगेन रिभ्यूमा छ तर मैले फेरि भन्दाखेरि जस्तो फादरको क्यारेक्टर छ नि त्यो त्यो मुभीमा अँ, पर्टिकुलरली आई थिङ्क त्यो क्यारेक्टर मैले आफ्टर लङ टाइम मैले त्यसरी त्यो पर्फर्म गरेको अनि त्यसरी राखेको त्यो क्यारेक्टर मैले देखेको छु अनि त्यो तिनवटा सिनले इम्प्याक्टफुल पनि गरेको छ होइन मैले सोच्ने हो भने त त्यो खास स्पिन अफ हुने खालको क्यारेक्टर छ कि त्यो पर्टिकुलरली किनकि त्यो जब समाजको नर्मबाट कुनै केटा अब त्यो तरिकाको त्यो तबकाको व्यक्ति थोरै मात्रै डेभिएट हुन खोज्यो भने अलमोस्ट एभोइड गरिदिन्छ क्या समाजले अलमोस्ट ऊ मरे पनि मतलब हुँदैन उसलाई एभोइड सो त्यो यस्तो दामी त्यो त्यो क्यारेक्टरसँग चाहिँ मेरो एकदमै मलाई एकदमै इन्ट्रेस्टिङ लागेको थियो सो धेरै कुरा त्यसमा पनि के चिज छन् त्यो एप्रिसिएट गर्ने होइन त्यसमा आई थिङ्क पनि मलाई त्यही कुरा गर्दा मलाई अर्को राम्रो लागेको त्यसमा चाहिँ जस्तो सोसियोलोजिकल पर्सपेक्टिभ हुन्छ नि
हाउ मिक्स प्रोग्रेसिभ सोसाइटी स्ट्यान्डपोइन्ट। एक्जिस्ट भनेर भन्ने चिज पनि त्यो देखाएको कुरा चाहिँ त्यो न्यारेटिभमा लभ स्टोरी त जसले पनि देखाउँछ त्यो त्यसको त्यसको त्यहाँ चाहिँ ट्रिक ऊ छ त्यो ठाउँमा छ लभ स्टोरीमा त्यो ल्याएको छ। त्यो त्यो त्यसको त्यो त्यसको त्यो ऊ इमोसन के अरे तन्काएको छ, एभ्रिथिङ छ, मैले त्यो बुझेँ। तर त्यसको अरू त्यसको पेरिफेरीमा चिजहरू छन् त्यहाँ कि जहाँ ओके यहाँ एप्रिसिएट गर्ने ठाउँ छ, यहाँ एप्रिसिएट गर्ने ठाउँ छ भन्ने। अलि अलि अलिअलि त्यो फिल्मले त्यही हो किन त्यो चाहिँ ऊ छ भने त्यो सोसाइटीसँग जोडिन्छ क्या त्यो सबै इभेन्टहरू चाहिँ त्यो त्यो हाम्रो नेपाली फिल्ममा अघि हामीले कुरा गरिरहेको चिज चाहिँ त्यही हो क्या हाम्रो सिनेमाहरू चाहिँ सोसाइटीसँग त्यो चाहिँ रुटेड छैन क्या त्यो बेग्लै युटोपिया हामीले त्यो हिरोको क्यारेक्टर पनि बेग्लै अर्कै दुनियाँबाट लिएर आए जस्तो हिरोइन पनि बेग्लै जस्तो गरे जस्तो गर्दैन क्या जस्तो रमिताको पिरतीको रमिता भन्ने चाहिँ हाम्रो बिचमा एक्जिस्ट गर्छ क्या होइन उम्, उम्, मलाई त्यो किनभने उसको जुन फ्रेन्ड सर्कलहरू देखाएको छ उसको जुन सेल्फ अँ, सेन्ट्रल नेचर देखाएको छ कुरो चाहिँ त्यस्तो correct। चिजहरू मोरलेस अलिकति एक्जिस्ट गर्छ के होइन गर्छ गर्छ 100%। मलाई त्यस्तो त्यो त्यस्तो एक्जिस्ट चाहिँ गर्छ। त्यो भावना पोख्ने तरिकाहरू एक्जिस्ट गर्छन्, त्यो चिजहरू छ हो त्यहाँ कि जहाँ हो मान्छे एब्सोल्युट अनि रङ डिसिजन पटक पटक गर्छ मान्छेले। मान्छे यो हामीमा एउटा के भने क्यारेक्टर रङ डिसिजन गराउन खोज्दैन मान्छे धेरै हदसम्म। हो मान्छेको त त्यसले लाइफ त्यसले त त्यो त्यसरी त्यो त्यो बन्दैन। त्यो ह्युमन देखिन्छ कि त्यो क्यारेक्टर चाहिँ होइन रमिता भन्ने क्यारेक्टर किनभने त्यो 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 खालको त्यो भएर त्यसले गर्दाखेरि के हुन्छ भने त्यसले रिलेटिभिटी क्रिएट गर्छ हाम्रो अहिले राइटिङमा पनि समस्या हामी राइटिङको कुरा गरिरहेको भएको हुनाले हो त्यो हामी चाहिँ राइटिङमा चाहिँ हाम्रो समस्या चाहिँ त्यही छ क्या एउटा त हामी क्यारेक्टरेबल क्यारेक्टरहरू चाहिँ त्यो ठिक छ कल्पनाबाट आए पनि तपाईँले त्यो कल्पना त विश्वसनीय बनाउनु पर्यो नि त त्यो पर्यो। चिज हुँदैन होइन अर्को कुरा चाहिँ त्यो चिजलाई चाहिँ हाम्रो सेटिङले हाम्रो मिजान सेन्सले अथवा के चिजले त्यो चाहिँ अडियन्सलाई कन्भिन्स गर्न पर्ने हो नि त्यस्तो हुँदैन क्या त्यो मलाई त्यो त्यो अगेन मलाई नगरिकन डायलग मलाई पनि त्यो फिल हुन्छ। मलाई सबैभन्दा प्रब्लम म आफूले पनि अब कस्तो आफूले बनाउँदा के हुन्छ त्यो फेरि थुप्रै छुट्टै के अरे छुट्टै कुरा हो। तर डायलग पर्टिकुलरली जहिले पनि अप्ठ्यारो फिल हुन्छ क्या। अब जस्तो मोस्टली लभ स्टोरी मुभीहरूको डायलग क्या, म त्यो हेर्नै सकिँदैन कि यसरी बोल्दैन भने। अब केही केही फिल्महरू पछि समय आयो त्यसमा थिए चिजहरू, अदरवाइज अलमोस्ट क्रिन्ज फिल हुने अथवा यसरी बोलिँदैन को बोल्छ र यसरी भने जस्तै मात्रै हुने, एभ्री टाइम त्यस्तो हुने हुन्छ। अनि एक्टरले पर्फर्म गर्दा पनि क्यु पर्खेर पर्फर्म गरे जस्तो एकदमै त्यो सेट दुईजना अगाडि इन्टरभ्यूमा बसेर बोलेको हो कि अथवा हुन्छ नि एउटा त्यो समाज त्यो इन्भाइरोमेन्टले ओन गरिरहेको छैन कि क्यारेक्टरले। क्यारेक्टर चाहिँ आएर बस्यो अब बोल्न थाल्यो क्या। सो त्यो मोस्टली मान्छे उभिएर डाइरेक्ट बोलिरहेको छ। हामी नर्मल लाइफमा अब काम गरेर पनि बोलिरहेको हुन्छ, कोही बेला के गरिरहेको हुन्छ, त्यो यो त्यो चिज चाहिँ केही त्यो चाहिँ देखिँदैन। डाइरेक्टर पार्टको एक्जिक्युसनको विकनेस हो अलिअलि अब राइटिङमा पनि त्यो सबै चिजहरू डिटेल लेखिदियो भनेदेखि चाहिँ काम गर्छ होइन तर अब धेरै चाहिँ त्यो पनि त्यही मैले अघि भने जस्तै त्यो चाहिँ त्यो टाइमको कन्सटेन्ट उसको कन्सटेन्ट होइन बिचैमा यति धेरै मान्छेहरू आएर थकाइसकेका हुन्छ कि चाहिँ लेट इट बी लाइक द्याट भनेर त्यो राइटर बिचैमा थाकेर गिभअप गरिसक्छ क्या होइन किनभने यहाँ चाहिँ कस्तो छ भनेदेखि एकअर्काको काममा चाहिँ सबै मान्छे कोही पनि मान्छे 100% कम्प्लिट हुँदैन भनेर भन्ने चिज छैन कि होइन अनि हरेकको काममा हरेक मान्छे जजमेन्टल हुँदो रहेछ कि यो फिल्म मेकिङमा अँ, चाहिँ होइन अँ, क्यामराम्यानको काम राइटरले गल्ती बनाएको छ राइटरको काम चाहिँ उसले बनाएको छ उनीहरूको एक्जिस्टेन्सै के चिजमा त्यो चाहिँ सबैभन्दा इन्ट्रेस्टिङ कुरा हो है यो तपाईँले हामी राइटिङको विषयमा कुरा गर्दा अथवा फिल्म मेकिङको कुरा गर्दा अब मलाई अरूको इन्डस्ट्रीमा के एक्जिस्ट गर्छ मलाई थाहा छैन तर नेपालमा चाहिँ के हुन्छ भनेदेखि राइटरको काम चाहिँ स्पट बोयदेखि लिएर डिरेक्टरसम्मले पनि जज गर्ने भयो होइन अब पछि राइटर चाहिँ के हुन्छ भनेदेखि राइटर पनि त्यो उसले मौका पायो भने उसले सिनेमाटोग्राफीदेखि लिएर एडिटरदेखि लिएर होइन एक्टरको पर्फर्मेन्सदेखि लिएर सारा चिजमा उसले बेग्लै ज्ञान बाँड्न पनि सक्छ क्या बाँडिरहेको हुन्छ क्या त्यो भएर सबै मान्छेहरू चाहिँ कम्प्लिट छैन हामीहरूले एकअर्काको राम्रो चिजहरू लिएर प्रोजेक्टलाई कम्प्लिट गर्ने हो भन्ने फिलिङ चाहिँ छैन क्या त्यो भएर जहिले पनि त्यो मतलब पोजिटिभ इन्भाइरोमेन्टमा चाहिँ नेपाली सिनेमामा चाहिँ काम हुँदैन क्या तपाईँले स्क्रिप्टको ड्राफ्ट लिन थालेदेखि नै तपाईँ जजमेन्टल हिसाबले होइन अँ, एउटा चिज मिल्या छैन भने पनि त्यही चिजलाई मात्रै हाइलाइट गरेर त्यो राइटरलाई डिमोरलाइज गरिदिने क्या यो के लेखेको भनेर
त्यसमा एउटा दुइटा सिन हुन्छ के कति राम्रो लेखा छ होल 120 पेजमा त्यो चिजको चाहिँ हुँदैन तैँले यो चिज चाहिँ मजा आएछ यो चिज मजा आएको छैन भनेर भन्दैन कि त्यो एउटा दुइटा जे चिज चाहिँ अब उसलाई चाहिँ चित्त बुझेन भने अब त्यसलाई चाहिँ जज गरेर त्यो पुरै डिमोरलाइज गर्ने स्थिति हुन्छ क्या त्यहाँ पछि चाहिँ के हुन्छ भनेदेखि राइटर डिफेन्सिभ भयो राइटर डिफेन्सिभ भएपछि चाहिँ झन् काम बिग्रिँदै जान्छ सो त्यो पनि ठिक छ कि मलाई अर्को कस्तो लागेको भने जस्तो एउटा इन्डस्ट्रीको कुरा सोच्दा नि जस्तो एउटा नयाँ राइटर कसैले लेख्यो होइन फिल्म भने आजको दिनमा त्यो मुभी बन्नको लागि जस्तो एउटा नयाँ राइटर कसरी छिर्छ नेपाली इन्डस्ट्रीमा जेनरली नयाँ राइटर चाहिँ यस्तो छ नयाँ राइटर चाहिँ कि त अब तपाईँको इस्टाब्लिस कन्ट्याक्ट थ्रु आउनुपर्छ होइन कि चाहिँ उसँग केही आइडिया छ त्यो आइडिया ठिक लाग्यो भनेदेखि चाहिँ त्यो आइडिया थ्रु आउँछ क्या होइन अनि उसले चाहिँ त्यो अब पर्सनल कन्ट्याक्ट नै हो बेसिक कुरा त अनि कतिपयले चाहिँ म लेख्छु भन्दै गयो भने ल के लेख्छौ लेखेर लिएर आउनु त भनेर भन्ने हुन्छ होइन उसले लिएर आएको ठिक ठिकै लाग्यो भनेदेखि चाहिँ त्यो प्रोसेसमा अगाडि बढ्यो होइन होइन अनि त्यो प्रोसेसमा अगाडि बढ्यो अब ठिक लागेन भनेदेखि चाहिँ अब पछाडि तपाईँलाई काम गराउँछ 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 ए भएन भन्छ छोडिदिन्छ त्यो त्यो भएर नेपालमा तपाईँले हेर्नुभयो भनेदेखि अब यहाँ फिल्म त तपाईँको एउटा दुइटा फिल्म बन्नेबाट 100 150 फिल्म बन्ने स्थिति पुग्यो तपाईँले चाहिँ गर्ने हो भने ल प्रोफेसनल राइटर चाहिँ कतिजना छ त भनेर भन्यो भने तपाईँको एउटा औँलामा अटाउने राइटरहरू पनि छैन क्या त्यो त्यही त त्यो चाहिँ त्यही इन्भाइरोमेन्टको कारणले गर्दा हो क्या मैले त्यही भएर बारम्बार यही प्रोसेसको कुरा गर्छु किनभने उनीहरूले त्यही त राइटरलाई धेरै त्यो राइटरहरूको गफ पनि हुँदैन खासमा यहाँ त्यति साह्रो राइटिङमा फोकस मतलब राइटरलाई ल राइटिङ भनेर फोकस त्यस्तो पनि छैन त्यही भएर राइटरहरूलाई त्यो इम्पावर्ड अब हुँदै भन्ने कुरा तर इम्पावर्ड गर्ने इम्पावर्ड त के भनौँ हामी त डिस्कसनमै पनि छैन कि जस्तो फिल हुन्छ कि गरेका इन्टरभ्यू हेऱ्यो भने अब इन्टरभ्यूको त कुरै अब पर्सनल्ली मेरो त कम्प्लेनै छ कि नेपाली इन्टरटेनमेन्ट सेक्टरको इन्टरभ्यू त म हेर्नै सक्दिनँ पहिलो कुरो म हेरेकै छैन मैले यो 1 वर्ष 2 वर्ष यहाँ आइकन त झन् म कम्प्लिटली डिट्याच भएँ किनकि मैले त हेर्नै छोडेँ पनि क्या त्यो त हुँदै हुँदैन भने पनि हुन्छ त्यो त भाइरल भएको चिजहरू सोध्ने हो त्यो चाहिँ छैन हो तपाईँले भने इम्पावरमेन्ट गर्ने मैले त भने नि त्यो चाहिँ हाम्रो त्यो प्रोसेसमै समस्या छ भने मतलब हामीहरूको चाहिँ एप्रोच चाहिँ कस्तो हुन्छ भने हरेक मान्छेले जज गर्ने के राइट त्यसले कोलाबोरेटिभ गर्दाखेरि पनि त्यो एउटा हेल्दी इन्भाइरोमेन्टमा चाहिँ त्यो सेट पनि एकदम ह्याप्पी भएर काम गर्ने सेट चाहिँ हुँदैन क्या एउटा कहीँ कतै के भयो भने कुनामा बसेर अर्काको कुरा काटिरहेको हुन्छ उ गरिरहेको हुन्छ होइन त्यो एकदम ठुलो समस्या छ कि यो एकदमै धेरै डिस्कसन नहुने होइन किन फिल्महरू औसतभन्दा कम बनिरहेछ राम्रो बनिरहेछ ऊ बनिरहेछ भनेदेखि त्यो जुन यो मैले बारम्बार भनिरहेको छु यो त कोलाबोरेटिभ आर्ट हो नि यो कोलाबोरेसन छैन कि नार्सिसिजम धेरै छ जस्तो डिरेक्टर कोही गयो भने अरू कसैको कुरा सुन्दैन उसलाई जे मन लाग्यो त्यही गर्छ होइन अर्काको पनि चाहिँ ओपिनियन लियो भने बेटर हुन्छ उसले पनि प्रोजेक्टकै लागि केही भनिरहेको हुन्छ भनेर भन्ने चिज चाहिँ त्यसरी काम हुँदैन क्या त्यसले गर्दाखेरि चाहिँ हाम्रोमा एकदम स्ट्रिक्टली एभरेज प्रडक्टहरू निस्किरहेको कारण चाहिँ त्यो मेन रिजन चाहिँ त्यो हो क्या मलाई अर्को पनि एउटा अब कम्प्लेन गर्दाखेरि भने जस्तो जस्तो म्युजिकको प्रयोग क्या हाम्रोमा त्यो पनि इनोभेसन गइरहेको छ नि क्या जस्तो म्युजिक पनि अब बिटमै यो छ यसरी यसरी यो म्युजिक आउँछ नि बिचमा हाल्यो नि बिचमा हाल्यो म्युजिकलाई पनि यति धेरै अब हाम्रो पोएट्री भयो त्यत्रो धेरै युजै भएको छैन यो चिजहरू पनि मलाई लेटली फिल भएको किनकि अब बलिउड मुभीमा पनि त्यो आजकल कुनै कुनै मुभी युज गरेको हुन्छ ती म्युजिकलाई होइन डिफ्रेन्टली युज गरेर इभन तपाईँले हेर्नुभएको छ नि केनेडी भन्नु केनेडीमा होल मुभी म्युजिकले नै धानेको छ क्या अलमोस्ट कि म्युजिक पनि त्यति कुन चाहिँ मुभी प्रखर भन्नु केनेडी केनेडी ए नयाँ ए आएको त्यसको केनेडी ए ओके मैले त्यो चाहिँ त्यसको हेरेको थिएँ जुक बक्स त्यसको म्युजिक छ नि जति पनि एल्बम त्यो एल्बम अहिले रिलिज भएको छ म एल्बम मात्रै सुन्छु एल्बम एकदमै पावरफुल किनभने त्यो पहिलो फर्स्ट टाइम के अरे भोकलिस्ट भनौँ न खास पोएट हो आमिर अजिज भन्ने उसलाई ल्याएर चाहिँ उसले गराएको छैन त्यो होल मुभी नै पोएट्री अनि उसबाट बगेको छ क्या खासमा बट एनिवे मैले भन्नु खोजेको चाहिँ म्युजिकको प्रयोग पनि हाम्रो पनि गर्न सक्ने ठाउँहरू हुन्छ तर त्यो पनि त्यति धेरै इनोभेसन त्यहाँ पनि
त्यो चाहिँ त्यो देखिएको छ छैन। आजकल। होइन हो त्यसका लागि तपाईँको मैले के डेलिभरी गर्ने हो तपाईँका लागि के हो भने एउटा फिल्म चाहिँ उसको लागि जीवन मरणको अन्तिम मौका जस्तो हुनुपर्छ कि फिल्म मेकरका लागि राम्रो फिल्म डेलिभर अँ, गर्नका लागि चाहिँ नेपालमा उम्, सितिमिति डाइरेक्सन गर्ने मौका पाउँदैन नि बाहिर बलिउडमा त मान्छेहरूको सपना हुन्छ नेपालमा त त्यो इजिली एचिभेबल हुन्छ तपाईँले एउटा राम्रो राइटर उम्, समातेर होइन फेभरै मागेर गर्नुभयो भने पनि एउटा राम्रै चाहिँ पिच बनाइदिन सक्छ उसले स्टोरीको होइन त्यो लिएर उम्, गएर उ गऱ्यो भने तपाईँले चाहिँ 5 महिना 6 महिना 1 वर्ष लाग्ला तपाईँले अल्टिमेटली पाउन चाहिँ पाउँछ क्या तर बाहिरतिर चाहिँ त्यो सजिलो छैन नि त हो त्यति उम्, गरेपछि चाहिँ उसले चाहिँ त्यो फिल्मलाई चाहिँ आफ्नो जीवन मरणको सवाल बनाएर मैले जसरी पनि हर हालमा यो राम्रो गर्नुपर्छ भनेर काम गर्नुपर्ने हो नि त्यो त्यो स्पिरिटमा चाहिँ काम हुँदैन क्या मौका नपाउन्जेलसम्म चाहिँ म खत्रै गर्ने हो भन्ने हुन्छ त्यो मौका पाइसकेपछि चाहिँ विल बी द बोस अब त्यहाँपछि चाहिँ उसले मलाई के गर्न थाल्छ मलाई आजकल मैले त्यो फिल्म मेकर त्यो आफूले लेख्न मन अब मन भन्नु पनि के भन्नु त्यो एमेच्योर एउटा रहरले गर्दा पनि मैले त्यस्तो फिल्म मेकरलाई हेर्छु जस्तो इभन हामीले ब्राजिलको त्यो सिक्रेट एजेन्टको डिरेक्टर पनि उसको एप्रोच के मैले हेरेपछि भने कस्तो रहेछ भने ऊ त्यो रेसिपे भन्ने सहरबाट बाहिर निक्लिनै लिँदैन सबै फिल्म त्यहीँ बेस छ त्यहीँ बनाउँछ उसको डकुमेन्ट्री पनि त्यहीँ छ अहिलेसम्म जति पनि फिल्म बनाएको छ उसले त्यो सहर उसको सहर पनि के भन्नु उसकै घरलाई नै क्यारेक्टर बनाएर बनाएको छ क्या हरेक फिल्म अनि मैले भने फर्स्ट फिल्म नाइबरिङ साउन्ड भन्ने उसको त्यो उसकै घरकै लोकालिटीमा बनाएको छ क्या त्यो कहीँ पनि गएको छैन क्या अरू सो किनकि उसलाई बनाउनु थियो अनि तर त्यो युनिभर्सल स्टोरी बन्यो होइन वान अफ दि अब फेभरेट एकदम राम्रो छ मुभी सो त्यो एप्रोच यदि बनाउन चाहने मान्छेहरूले चाहिँ खास यस्तो एकदमै रिभोल्ट गरेर हुन्छ नि बरु म यस्तो यसरी बनाउँछु भनेर बरु कसरी चुज गरेर हुन्छ त्यो एउटा टिम फर्म गरेर सायद त्यो प्युरिस्ट त्यसरी ल्याउन सक्छन् कि जस्तो लाग्ने क्या त्यो अदरवाइज उही फेरि त्यही हामी कम्प्लेन जोनमै जाने पुगिन्छ कि जस्तो हुने क्या त्यो त्यो पनि त्यो ठिक चाहिँ त्यो भएन हो त्यस्तो त्यस्तो फ्यूवाला हुन्छ तिनीहरूको लागि जस्तो मैले अहिले म आफू जोडिएको फिल्म भनेर होइन जस्तो उम्, यो एकमुठी बादल छ एक मिनट यो 4-5 वर्षदेखि चाहिँ लाग्दा लाग्दा गरेर पोसिबल भएको प्रोजेक्ट हो क्या होइन त्यो चाहिँ स्टोरी चाहिँ जो डिरेक्टर हुनुहुन्छ उहाँले चाहिँ तारा शर्मा लकडाउनको होइन बेलामा हजुर सारा शर्मा हजुर उहाँले लकडाउनको बेलामा स्टोरी कन्सेप्ट गर्नुभयो त्यसपछि चाहिँ त्यो बिस्तारै एउटा ड्राफ्टमा रेडी भएपछि उहाँहरूले चाहिँ एनएफडिसीमा चाहिँ ल्याबमा पिच गर्नुभयो त्यहाँबाट त्यो कान्समा गयो कान्सबाट फेरि लोकार्नोमा पनि पायो होइन त्यसरी गर्दै 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 गर्दा 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 गरेर थुप्रो ल्याबहरू बङ्गलादेशको ल्याबमा गएको छ होइन अरू थुप्रै ल्याबहरूमा गएपछि बल्ल 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 तर त्यहाँबाट पनि हुन केही भएन कि हामीलाई जहाँबाट फन्ड आउनु पर्ने केही पनि फन्ड आएन नभएपछि यो विदेशीहरूको ढोका चार्दा चार्दा त्यो थाकिन्छ भन्ने भएपछि चाहिँ 3-4 वर्ष समय बिताइसकेपछि चाहिँ ल एकदम मिनिमल बजेटमा चाहिँ यहीँ एक्जिक्युट गरेर हेरौँ त भनेर त्यसरी चाहिँ अहिले हामीले यहीँ एक्जिक्युट गरेको तर लकिली पछाडि चाहिँ के भयो भने हामीले पोस्ट प्रडक्सन फन्ड चाहिँ युबट बल फन्ड चाहिँ पायो क्या त्यो भन्दाखेरि यो सिनेमा बनाउन अलमोस्ट चाहिँ 19देखि हिसाब गर्ने हो भनेदेखि 25-26 6 वर्ष लाग्यो क्या अब यसले एकदमै धेरै के चाहिँ नेपाली सिनेमाको नक्सा परिवर्तन नगर्ला ऊ नगर्ला तर तपाईँले भने जस्तो एउटा थिम चाहिँ हुन्छ नि यो सिनेमाको थिम चाहिँ हाउस हो क्या हेर्दाखेरि हामीले धेरै चिज मैले गरे पनि अँ, होइन यसको मेन थिम चाहिँ कोर थिम चाहिँ यसको घर मतलब ऊ चाहिँ हाउस हो क्या मैले टिजर हेरेँ अनि रियाक्ट पनि गरेँ मैले होइन के चिजहरू तर मलाई त्यो फिल भयो मैले अब म सारा शर्मा उहाँसँग पनि मैले उहाँको फर्स्ट मुभी मलाई मनपर्छ है खासमा यो चेजिङ रेनबो चेजिङ रेम्बो खासमा त्यो एब्सोल्युट र फिल्म मेकिङ हुन्छ नि त्यो हो फर्स्ट त्यो त्यो मलाई मनपर्छ त्यो मैले रिकमेन्ड पनि गराएको छु कि धेरैलाई कि यो एउटा फिल्म चेजिङ छ जुन रेम्बो चाहिँ हजुर यहाँ चेजिङ रेनबो अनि मैले इन्टरभ्यू पनि गराएको छु उहाँलाई होइन अभिमन्यु दीक्षित उहाँलाई पनि गराएको होइन छु त्यो चाहिँ त्यही अनि हो अब कस्तो भनेदेखि तिमी उम्, हामीसँग ल्याभिस बजेट छैन भने उम्, जे छ त्यसमा पनि भनौँ हो होइन अल्टिमेटली त स्टोरी टेलिङ विन गर्छ कुन क्यामेरा युज गर्यो के गर्यो या भन्ने चिज हन्ड्रेड त पर्सेन्ट सेकेन्डरी भन्ने हो नि त त्यो चेजिङ रेम्बोको चाहिँ एउटा एचिभमेन्ट त्यही नै हो तपाईँ क्यामेरा हेर्दा र एक्टरहरू पनि अननोन होइन अँ तर पनि मलाई त चाहिँ त्यो मजाले अँ हामीलाई एउटा चाहिँ युनिभर्स चाहिँ मजाले
कम्प्लिटली सो गर्छ। यो फिल्ममा पनि हाम्रो त्यही नै हो त्यो। यसमा अब केही चिजहरूको लग्जरी थियो, उ थियो होइन, तर पनि यो अलिकति मैले हेर्दा मेहनत। एकदमै मेटाफोरिकल सिम्बोलिकल हुन्छ नि फ्रेमहरू त्यसरी राखेको रहेछ, मैले त्यो नोटिस गरेँ अनि इन्ट्रेस्टिङ लाग्यो मलाई मलाई के चिजहरू अनि कविताको प्रयोग अब त्यो ठिक छ के अरे त्यो एउटा त्यो पार्ट पनि अनि आई आई थिङ्क आजकल टिजर काट्ने पनि म त्यही लाग्छ क्या कसैले टिजर भनेर टिजर हो कि ट्रेलर हो त्यो पनि हुन्छ अनि प्लस त्यो इनोभेसन छैन अब यसमा त्यो इनोभेटिभ पनि लागेको थियो मलाई मैले त्यो कुराहरू एप्रिसिएट गरेँ मलाई एक्टिङको केही थोरै एलिमेन्टहरू क्यु त्यो पर्खेको हो कि भन्ने त्यो फिल भएको थियो तर अब अगेन मुभी नहेरिकन थाहा पनि हुँदैन त्यो जर्नीले कहिलेकाहीँ उयो पनि गराउँछ होइन टिचर सो हेरेर चाहिँ थाहा हुन्न त्यसमा के थियो, क्यारेक्टरको ऊ के थियो या भनेर भन्ने हुन्छ क्या। सो त्यो चिजहरू थियो अनि मलाई अब उहाँहरू मेकर अगेन अब अभिमन्यु दीक्षित अब सारो शर्मा तपाईँ जोडिनु भएको छ म त्यो कुरामा छु त्यसमा त्यसलाई लिएर म थोरै के अरे एक्साइटेड छु यो मुभीलाई पनि लिएर एकमुठी पाएको छ होइन मैले सुरु एनाउन्समेन्टदेखि नै अनि अझ मेरो त एजम्सन अर्कै एउटा थियो होइन जुन चाहिँ म आफूले पनि सोच्थेँ क्या यो स्टोरी यस्तो फिल्म चाहिँ यो यस्तो होला पहिलाको भनेर। या मेरो दिमागमा थियो तर मैले म खुसी पनि भएँ कि मैले सोचे जस्तो होइन रहेछ अर्को अर्को अरू नै रहेछ त्यो भन्ने भएर म त्यसमा त्यो चाहिँ तर या मैले सोचेको थिएँ कि यस्तो होला कि भनेर अनि अनि हामीले धेरै अगाडि एउटा कुरा पनि गरेको थियौँ यो आजकल समस्या धेरैमा देखिन्छ भने अब हामीमा पनि आउँछ त्यो पछि समस्या हो कि जस्तो लाग्ने यो सहरबाट गाउँ हेर्ने दृष्टिकोण क्या यो हजुर हजुर। आजकल एब्सोल्युट बढेको छ अनि फिल्म बना अब गाउँमा अर्ग्यानिक भनेर गाउँमा गएर फिल्म बनायो होइन 2 दिन गरेर सो त्यो एब्स देखिन्छ क्या फेरि त्यो चिजहरू यो पनि एउटा हामीले हेर्ने धेरैवटा फिल्म अब त्यस्तो चलेको पनि छन् होइन सो मान्छे गयो अनि अब बनाइदियो भने गाउँको मान्छे यस्तो हुन्छन् भनेर देखाइदियो होइन एउटा यो पनि तपाईँको एउटा त्यो 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 अब्जर्भेसन चाहिँ एकदम सही हो होइन। अब हामीले सोसियोलोजीमा चाहिँ चाहिँ एमिक र एटिक पर्सपेक्टिभ भनेर भन्छौँ क्या त्यसलाई होइन। त्यो भनेको चाहिँ इमिक भनेको चाहिँ तपाईँको त्यहीँको गाउँको मान्छेले गाउँको सिनेमा बनाउने एउटा पर्सपेक्टिभ भयो होइन। त्यो चाहिँ कल्चरल कन्टेक्स्टमा कुरा गर्छ कि नै अँ, उनीहरूको कल्चरको बारेमा चाहिँ बेस्ट इन्टरप्रिटेसन चाहिँ त्यही मान्छेहरूले गर्छ भनेर भन्ने छ। जस्तो नेपालको तपाईँको सोसियोलोजिकल एन्थ्रोपोलोजिकल राइटिङ हेर्नुभयो भने नेपाली स्कलरले लेखेको एकदम रेयरली एकदम कम बुक देख्नुहुन्छ क्या उम्, होइन। अँ, बाहिरको अँ, विदेशीहरू आएर चाहिँ नेवार कल्चरको बारेमा लेखिरहेछ होइन। अनि अब चेन्जको यहाँ कुरा चाहिँ मेनुस्ट्रेसनको चाहिँ कल्चरको बारेमा लेखिरहेछ उनीहरूको होइन। अनि त्यस्तो खाले अब्जर्भेसन चाहिँ हुन्छ अनि त्यसलाई चाहिँ एमिक र एटिक पर्सपेक्टिभको कुराको रूपमा चाहिँ स्कलरहरूले चाहिँ त्यो व्याख्या गर्ने गरेको छ क्या। सिनेमा मेकिङमा पनि त्यही हो कि अब कस्तो भने सिनेमा मेकिङको चाहिँ दुःख के रहेछ भनेदेखि नि त्यही अलिकति यो एक्सपेन्सिभ मिडियम हुँदो रहेछ, कहाँ के गर्दाखेरि पैसा चाहिँ कमाइन्छ भनेर भन्ने चिजले चाहिँ ज्यादा मोटिभेट गर्दो रहेछ कि एक समयमा एकदम राम्रो फिल्म मेकर पनि होइन। उम्, त्यो कसरी रिकभरी चाहिँ कसरी चाहिँ गर्ने त भनेर चिजले चाहिँ त्यो जस्तो सुकै फिल्म मेकरलाई पनि चाहिँ हिट गर्दो रहेछ क्या। अब तपाईँ यो मैले भनेको चिजलाई अब अहिलेको चाहिँ अलिअलि राम्रै खालको फिल्म मेकरहरूलाई पनि तपाईँले त्यो त्यो बक्समा राखेर हेर्नु बिस्तारै अब उहाँहरूको रुझान चाहिँ त्यतातिर देखिन्छ क्या त्यो होइन। या त्यो त त्यो छ कि त फिल्म बन्दैन लामो समय अनि लाग्छ हो कि त्यही त त्यही चिजमा हो त्यो गर्दाखेरि के भयो भने अब गाउँको मान्छेलाई अब सहरको मान्छेलाई गाउँको स्टोरी देखाउने चिज त भइहाल्यो त्यो त्यो पनि गर्न पायो। हाम्रो त पाइन्छ त्यसो त अपब्रिङिङ मोस्ट अफ द टाइम चाहिँ हामी कहीँ न कहीँ गाउँसँग जोडिएकै मान्छेहरू हो होइन। त्यति उम्, धेरै डेभिएसन छैन नि त काठमाडौँको सर्टेन पर्सेन्ट मान्छे अँ, बाहेक तिनीहरू पनि मौजा सौजा के भनेर गाउँसँग जोडिएकै छ के। उनीहरू पनि उम्, सामन्त भयो, जग्गा जमिन प्रशस्त हुन्थ्यो, त्यो पनि गाउँतिरै हुने तराईतिरै हुने त्यो भएको हुनाले उनीहरू पनि त्यो दुनियाँबाट अछुतो चाहिँ छैन। तर मेन कुरा चाहिँ त्यही के त्यसको त्यो इसेन्सहरू चाहिँ हुन्छ नि जे चाहिँ त्यो चिज उम्, चाहिँ समात्न चाहिँ सकिरहेको देखिन्न क्या त्यो। राइट जजले त्यो अलिअलि समात्न सकेको छ त्यो फिल्महरू चाहिँ हिट छ। जस्तो हो कबड्डीले त्यो चिजहरू केही चिजहरू उनीहरूले समातेको छ इभन त्यो जारी फिल्महरू जारी होइन। जारी भयो होइन। अनि तपाईँको अब छक्का पन्जामा पनि त्यो उम्, क्यारेक्टरहरू चाहिँ त्यहीँको बेस्ट गर्छ अनि त्यस्तै त्यस्तै खाले अलि उटपट्याङ उटपट्याङ भए पनि
अलि इलाबोरेटेड भर्जन भए पनि हुन चाहिँ त्यहीँको मान्छेहरू हो नि त। उम्, गाउँमा उम्। 1-2 जना त्यस्तो हुन्छ पनि त्यो चाहिँ त्यो भएर काम गराएछ क्या त्यो चाहिँ। यो एउटा छ हामी हुन त इन्डस्ट्रीको पनि कुरा गरियो होइन, राइटिङको पनि एउटा के कुराहरू जस्तो मलाई त्यो त्यो लागिरहेको हुन्छ कि कुनै मुभी हेर्दाखेरि चाहिँ कोहीले गाउँमा गएर बनाउनु पर्छ अहिले भनेर प्रोजेक्ट बिल्डिङ हिसाबले होइन, त्यो एसेन्स कम्प्लिटली हुँदैन, अथवा त्यो त्यो पनि फिल हुन्छ। अनि कहिले त्यो त्यो चिजहरू मैले देखिरहेको छु कि कुनै कुनै मुभीहरूमा अलमोस्ट मान्छे स्लिप वक गरिरहेको छ एक्टरहरू होइन, मतलब ल खेलिदिउँ नि त भनौँ। अनि स्लिप वकिङको त धेरै नै छ आजकल त झन् गाउँको यो स्टोरीहरूमा होइन। सो त्यो चिजहरू पनि देखिन्छ। बट तपाईँले भने जस्तो या त्यो फाइनेन्सले गर्दा पनि हो। अनि मलाई होला अब धेरैवटा फ्याक्टर हुन्छ, यो यही भन्न त्यो यो पनि किटान गर्न फाइनेन्स पनि सकिँदैन। हो। अनि हामीले जे चिजहरू मतलब जे टर्मिनोलोजीमा कुरा गरिरहेछौँ त्यो एक्चुअल्ली मान्छेलाई चाहिँ कन्सियसली मैले यो गरिरहेछु भन्ने चिज पनि थाहा छैन के। उनीहरू अनकन्सियसली त्यो ट्रेन्डको पछि लागिरहेको हो के। नेपाली फिल्मको समस्या के हो भनेदेखि हामीसँग प्रपर रिसर्च पनि छैन होइन। हामीसँग कुन फिल्म हेर्न कुन एज ग्रुपको मान्छे होइन, कुन चाहिँ के अरे कास्ट एन्ड एथनिसिटीको मान्छे आइरहेछ, कसले के हेरिरहेछ भन्ने चिजको त्यो डेटाहरू पनि छैन के होइन। हाम्रोमा खासमा जहिले पनि समस्या के हो भने कुन एज ग्रुपको मान्छे चाहिँ हाम्रोमा सिनेमा हेर्न आइरहेछ भनेर भन्ने छैन के होइन। त्यो भएको भएदेखि चाहिँ अलिकति अर्गनाइज फिल्म मेकिङ हुन सक्थ्यो के। त्यो भएर त्यो एकदमै अलिकति त्यो डेटाहरूमा चाहिँ अलिकति समस्या छ क्या। त्यो नेपाली फिल्म चाहिँ के बनाउने भनेर त्यो भएर मान्छेहरू के भइरहेछ भनेदेखि एउटा ट्रेन्ड एउटा चिज चल्यो भनेपछि अब त्यो ट्रेन्डको पछि लाग्नेतिर चाहिँ त्यो टेन्डेन्सी चाहिँ ज्यादा देखिन्छ। अब त्यो मैले एज अ फिल्म मेकर हेर्दा चाहिँ त्यो चाहिँ अब नेचुरल पनि हो। सो तपाईँले एज अ राइटर गरिराख्नुभयो होइन, धेरैवटा लेख्नुभयो, अगेन डिमान्डमा यताउति होइन। सो तपाईँलाई पर्सनल्ली म यो भन्छु, अथवा तपाईँको एउटा पर्सनल स्टोरी हुन्छ नि जुन चाहिँ यो कथा भन्छु, अथवा यो लाइक वर्ल्ड सिनेमा हेरेर सबै कुरा यो एउटा नलेज भएर भन्ने सिनेमा चाहिँ अहिलेसम्म बनाउनु, मतलब तपाईँले पाउनु भएको छैन कि, अथवा बनाउने सोच्नु भएको चाहिँ छैन कि, त्यो त्यो चाहिँ के छ त्यो हिसाबमा? होइन यो चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि एक समय तपाईँले यसरी त्यो अरूको विचारमा काम गर्दा गर्दा उम्, तपाईँको स्वत्व भन्ने चिज चाहिँ बिस्तारै हराउँदै जाँदो रहेछ कि। पहिले म सोच्दाखेरि यो चिज चाहिँ मेरो जर्नी हो, यो म यो चिज चाहिँ देखाउँछु भनेर भन्ने हुन्थ्यो नि, त्यो चिज चाहिँ तपाईँलाई यो भन्छु भन्ने हुँदो रहेछ। तर तपाईँले जब 1-2 ठाउँमा पिच पनि गर्नुभयो यो स्टोरी यसरी मेरो पर्सनल हो भनेर भने, तर अर्को मान्छेले त्यो आइडियालाई तपाईँ भ्यालिडै गरिराखेन के होइन। उम्, कम्प्लिटली तपाईँको डिस हानिरहेछ के। त्योपछि म उम्। बिस्तारै डिफेन्सिभ भएर के गर्छु भने म मेरो आइडियावाला त म सुनाउँदिनँ के होइन। तर मलाई चाहिँ मेरो जुन यत्रो पर्सनल समय हो नि मेरो होइन। तर संसारभरिको फिल्म मेकिङको एप्रोच चाहिँ के भन्छ भने पहिलो फिल्म चाहिँ तिमी आफूले जे भोगेको त्यो विषयमा बनाऊ भनेर भन्छ कि। उम्, इभन उम्, लेख्न सुरु गर्दाखेरि पनि त्यही चिज लेख भनेर धेरै भन्छ। कर अब म चाहिँ त्यो स्टेजबाट बाहिर निस्किसकेँ कि होइन। अब त्यो मैले मेरो मैले आफ्नो भन्दा भन्ने के हो भन्ने नै छैन। अब मैले आफ्नो भन्ने पनि अँ, सोच्दाखेरि के सोच्छु भनेदेखि त्यो म आफ्नो हिसाबले चाहिँ राइटिङ चाहिँ गर्छु, आफ्नो हिसाबले म प्रेजेन्ट चाहिँ गर्छु। तर त्यो मेरो 100% आफ्नो चाहिँ हुँदैन कि अब। होइन जस्तो मैले तपाईँले बनाउन खोजेको अथवा फिल्मको प्यासनबाट आएको फिल्महरू प्रोजेक्टहरू होइन, एउटा त्यस्तो केही भन्ने हुन्छ नि, त्यो त्यो तरिका चाहिँ। बट एउटा त्यो यो पनि एउटा विडम्बना पनि हो नि, त्यस्तो कुरा लुज गरियो भने त एक पोइन्टमा त्यो क्रिएटिभली त अप्ठ्यारो फिल हुने जस्तो हुन्छ त्यो कि त त्यो। डेन्जर कुरा हो। अहिले हामी सबैले लुज गरेकै त्यही चिज हो के। उम्, हामीले सबैले आफूलाई हामीले त्यो त्यो गर्न दिइसक्यो के। हामी सबैको उम्, इन्टिग्रिटी त्यो भइसक्यो। हामी अब बजारको कमोडिटी भइसक्यो। बजारले कहाँ के भन्छ अब त्यही चिजहरू मात्रै सेल गर्ने, बेच्ने, किन्ने, त्यो सबै चिजहरू चाहिँ हाम्रो बेसिक नेचर जस्तो भइसक्यो क्या त्यो। त्यो डेन्जर चाहिँ डेन्जर कुरा हो। क्यापिटलिजम त्यही त भने हो। पनि त्यही नै भन्छ त्यो होइन। तर तपाईँसँग यही यसरी डिस्कस गर्ने बाहेक चाहिँ तपाईँसँग उपाय के छ त? हामी जुन इकोनोमीमा बाँचिरहेछौँ, जुन चिजमा उ गरिरहेछौँ, मलाई त्यो बजारमा नबिक
म आफूले आफूलाई त्यो बजारमा नबेचिकन उम्, म त काठमाडौँमा सर्भाइभ गर्न सक्दिनँ क्या। अँ, मेरो लिमिटेसन के एक्चुली छ भनेदेखि मैले यहाँ जति सुकै फोरममा फिल्म भने यस्तो हुनुपर्छ भनेर भने पनि मैले त्यहाँ लगेर चालु आइडिया बेच्नै छ क्या। त्यो चाहिँ मेरो चाहिँ रियालिटी हो क्या। त्यो चाहिँ म एक्चुली एडमिट गर्छु त्यो। फेरि किनभने रि हो, रिसेन्ड गर्नुपर्छ पर्यो जस्तो लाग्छ। भनेदेखि त्यो सबै चिजलाई चिरेर पनि गर्न सकिन्छ होला, तर मैले इनफ हिम्मत गर्न सकिनँ, अथवा ममा त्यो हिम्मत छैन होइन। त्यो चिज चाहिँ म एक्सेप्ट गर्छु। एक्चुली फेरि एन्ड गरेर पठाउनु पर्ला जस्तो छ 40 मिनट। र अब कति समय छ हामी अब म अब 10-20 मिनट लिन्छु थोरै, 2-3वटा। ए ल ल त्यो त्यो स्टोरीहरू आफ्नो भन्ने अब एउटा इन्डस्ट्रीमा लामो समयसम्म भइसकेपछि त्यो कुरा लुज गर्यो भने त एकदमै डेन्जर। अनि मैले भन्दा चाहिँ जस्तो यति धेरै समय भयो होइन, अब अलमोस्ट एउटा इन्डस्ट्रीको धेरैजनालाई त चिनि नै हाल्नुहुन्छ, अथवा तपाईँलाई चिन्ने एटलिस्ट इन्डस्ट्रीमा त त्यो एउटा भइसक्यो होइन। सो यति धेरै यो एउटा क्रिएटिभिटी बढ्दै जाने हो नि त, क्रिएटिभिटी एटलिस्ट मान्छेहरू छन्, तपाईँले धेरैजनासँग कोलाबोरेसन पनि गरिसक्नु भएको छैन। सो त्यो कोलाबोरेसन गर्दाखेरि चाहिँ ती डिरेक्टरहरूसँग त त्यो एउटा टिम अहिलेसम्म बन्न अप्ठ्यारो भएर हो कि त्यो लाइक मैले भन्न खोजेको स्टोरीहरू चाहिँ भन्न सक्छु यो टिमसँग कोलाबरेट गरेर भनेर। बट एकमुठी बादल सायद त्यो चिजसँग अलिक म्याचिङ हुन्छ होला तपाईँको हजुर हजुर। हिसाबले सोच्दाखेरि चाहिँ, किनकि अलिकति त्यसमा चाहिँ 5-6 वर्ष लाएर बनेको भनेपछि त्यसमा तपाईँ प्रोड्युसर भएर त्यो गर्दाखेरि चाहिँ सायद त्यो मैले गर्छु एज अ राइटर चाहिँ त्यस्तो अझैसम्म तपाईँलाई गाह्रो भएको छ त्यो कुराले। कोही कसैमा पनि त्यो प्यासन छैन, ल जति समय लाग्छ होइन। अब यसमा चाहिँ मोनिटरी चिज पनि हुँदैन कि मलाई कसैले राम्रो सिनेमा बनाउन सकिन्छ, तँसँग भएको एउटा आइडियालाई चाहिँ ल मजाले ढुक्कसँग 5-6 वर्ष लाएर काम गरौँ भनेर कोही आयो भनेदेखि त्यो आइएम रेडी टु डु द्याट के। तर कोही पनि चाहिँ तयार छैन क्या त्यो चिज गर्नलाई। किनभने हो एउटा चिज चाहिँ कस्तो हुन्छ भने यो एकजनाको मात्रै इफोर्टले चाहिँ यो सबै चिज हुँदैन कि। तपाईँ इन्डस्ट्री नै तपाईँले भने जसरी त्यो एउटा हामीले एउटा चाहिँ गजबको फिल्म बनाउनु छ भनेर सारा इन्डस्ट्रीले सोच्न सुरु गर्नुपर्छ क्या। एकजनाले मात्रै सोचेर अहिले पनि तपाईँको फिल्म बनाउँदाखेरि कस्तो समस्या छ भने अहिले हामीले जुन एकमुठी बादल रिलिज गर्ने निर्णय गऱ्यौँ होइन। अब डिस्ट्रिब्युटरदेखि हलदेखि उदेखि लिएर होइन सारा मान्छेहरूले यो नचल्ने फिल्म भनेर यसरी डिस्करेज गर्छ नि होइन। अँ, त्यो पहिले नै तपाईँको उनीहरूको बुकमा चाहिँ त्यो यो नचल्ने अँ, फिल्म हो भनेर यसरी कुरा गर्छ कि इट विल चाहिँ हट यो ब्याडली के। राइट राइट। फेरि अनि अब मैले यो त्यो प्रब्लम चाहिँ छ नि। अनि त्यति गरेर बनाएको फिल्मलाई पनि जो मान्छेहरू फोरममा गएर ठुलो कुरा गर्छ ऊ गर्छ त्यो मान्छेहरू गएर हेरेर एप्रिसिएट पनि गरिदिँदैन के। उम्, एप्रिसिएट गर्न परेन, राम्रो लागेन भने राम्रो लागेन पनि भनिदिँदैन के होइन। उम्, त्यो भएपछि त्यो होल सोसाइटीको कलेक्टिभ कन्सियसनेस चाहियो नि त। मैले यो आर्टलाई कसरी बुझ्ने कसरी एक्सप्लेन गर्ने भनेर त्यो भएर एज ए इन्डिभिजुअल मैले मात्रै चाहेर त्यो चेन्ज हुँदैन क्या उम्। नै होइन। सही कुरा हो होइन, कहिलेकाहीँ त्यही त अब यो इभन रिभ्यूहरू यताउति गर्दा पनि काहीँ न काहीँ फेरि अर्को एउटा यो अप्ठ्यारो कुरा छ कि म त्यही भएर खासै क्रिटिक्स म आफै खुद क्रिटिक, अब तपाईँ पनि हुनुहुन्छ भने म आफैलाई पनि खास सिरियसली लिन मन लाग्दैन, किनकि यो चिज कस्तो भएको छ मैले देखिरहेको हुन्छु कहिलेकाहीँ कि हामी क्रिटिसिजम गर्नलाई क्रिटिसिजम भन्ने एउटा हुन्छ नि, जस्तो क्रिटिसाइज गर्नलाई क्रिटिसिजम गरे जस्तो धेरै फिल हुन थालेको छ। अनि आजकल त यो त पोलिटिक्समा पनि त्यही फिल हुन्छ मलाई, त्यो अलमोस्ट म कति क्लेभर छु भनेर देखाउने मिडियम जस्तो यो तरिकाले गरिरहेको छ नि, त्यो नार्सिसिजमको कुराहरू आउँछ अनि सेल्फ इम्पोर्टेन्स पनि धेरै नै देख्छु। सो म आफूलाई पनि सायद त्यो चिजबाट बचाउनको लागि पनि खोज्छु होइन आजकल त्यो एकदम धेरै मनमा त्यो धेरै ब्लोटेड एउटा इगो देखिने रिभ्यूमा देखिन थाल्यो भने त्यो के काम भयो र बरु नगर्ने भने जस्तो होइन। सो त्यो चिज त धेरै नै फिल हुन्छ, किनकि जेन्युन त्यही भएर म आजकल मैले अर्को एप्रोच पनि भन्छु। अब यो मैले अरूसँग पनि गफ गर्दाखेरि कि यदि मैले फिल्म मेकरको प्यासन देखेँ भने म थोरै केयरफुल हुन्छु कि क्रिटिसाइज गर्दा, किनकि
केही न केही एलिमेन्ट अब इभन मैले रविदातिर त्यो मैले इभन आँखा भयो होइन अनि आँखा भयो रमिता पिरती भयो अर्को कुन मुभीमा नि मलाई उयो सानो संसार भयो अरू अरू मुभीमा पनि मैले त्यहाँ देखिरहेको छु क्या म एलिमेन्ट कि यहाँ डिरेक्टर एकदमै इम्पोर्टेन्ट सही तरिकाले आइरहेको छ है यहाँ डिरेक्टर यो देखि उसले यो प्रयोग गरिरहेको छ यो प्रयोग गरिरहेको छ देखिरहेको छ तर म त्यो चिजलाई अनि म त्यही भएर अब्जेक्टिभली अलिकति मोर एम्पेथेटिक भएर त्यो चिजहरूमा चाहिँ यहाँ चाहिँ प्यासन देखिएको छ यो यसमा चाहिँ जेन्युनली प्यासनेट भएर मान्छे गइरहेछ भन्ने यो चिजहरू भन्न कन्सियसली भन्ने खोजिरहेको छु क्या अहिले नयाँ रिभ्यूहरू गर्दा पनि किनकि त्यसो गरेन भने त फिल्म मेकरलाई त कसरी उयो गर्ने नयाँ मान्छे त आउने हो तपाईँले भने जस्तो त्यो कम्प्लिटली त्यो उयो भइहाल्छ नि होइन सो हतोत्साहित भएर हुन्छ नि त्यो चिज पनि हामीले अलिकति बिचरा तपाईँले हेर्दाखेरि तपाईँहरू अब आउटसाइडरको रूपमा हेर्दाखेरि यो मुलाहरू किन यति पनि गर्दैन भनेर तपाईँले भन्ने लाग्छ। तर मैले अघि भनेको सिचुएसन चाहिँ के हो भनेदेखि यहाँ तपाईँले 6 वर्ष लगाएर गरेको मेहनत छ अथवा अलिक फरक गरौँ अलि सिग्निफिकेन्ट ट्राई गरौँ भनेर भन्दा चाहिँ मार्केटले तपाईँलाई बुलिङ गर्छ के उम्, होइन। त्यो चाहिँ तपाईँको यस्तो यस्तो मान्छेहरू चाहिँ त्यो एजेन्सीहरू यस्तो यस्तो त्यहाँ चाहिँ मतलब ऊ जमाएर बसेको छ नि होइन, खुट्टा जमाएर बसेको छ कि उनीहरूका लागि फिल्म भनेको चाहिँ फलानु 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 उम्, होइन, फलानु फलानु एक्टर भएको फलानु फलानु चिज भएको होइन। अनि अर्को कुरा मलाई के पनि फिल हुन्छ भने इभन अब जति पनि मुभीहरू अब एकमुठी बादल भयो अथवा अरू अरू मुभी जति हामी यो गरेका छौँ अनफर्चुनेटली अडियन्स जाँदैनन् कि हेर्न यो पनि एउटा हो त्यो मैले त्यो पनि एउटा समस्याको कुरा भयो कि हामीले त्यो किनभने कलेक्टिभली नि जस्तो इभन हामी जो चाहिँ भनिन्छ नि सपोर्ट गर्ने अथवा अलिकति फरक चिजलाई हामी गर्छौँ उसले फिल्मलाई गरिन्छ भन्ने हामी धेरै नै जाँदैनौँ यो खासमा यो पनि एउटा यो हामीले एडमिट गर्नुपर्छ किनकि धेरैजना मान्छे फिल्म हल त्यो जाँदैन अनि चाहिँ अर्को कुरा अहिले भनेको त्यही उसमा हामी कुरा कम्युनिटी गरिरहेको बेस्ड हुन्छौँ होइन। अब यो पोलिटिकल्ली हेर्ने हो भने कस्तो खाले नेचर भयो भनेदेखि एक खालको मान्छेहरूको चाहिँ उनीहरू चाहिँ एक खालको प्रिभिलेज मान्छेहरू जस्तो ट्विटरमा तपाईँ हेर्नुभयो भनेदेखि त्यो खालको मान्छेहरू चाहिँ के गर्छ भनेदेखि सारा चिजको चाहिँ उ गर्छ के क्रिटिसिजम गरेर बस्छ के त्यो एउटा म खास गरी त्यो ट्विटरतिर हेर्दा त्यो पाउँछु के अलिक खास खालको फ्युचरमा त एलिटहरू हो भन्छु क्या म। त्यो एलिटहरू तिनीहरूले के गर्छ भनेदेखि चाहिँ त्यो हिजोको दिनमा माओवादी आउँदाखेरि चाहिँ त्यो चाहिँ माओवादीहरूलाई क्रिटिसिजम गरेर बस्थ्यो होइन। अहिले अब गगन थापाले चाहिँ विद्रोह गर्यो, गगन थापालाई पनि उ गर्छ होइन। अनि अहिले अब रवि बालनहरू आइरहेछ, अब तिनीहरूसँग पनि उनीहरूको असन्तुष्टि छ के होइन। त्यो त्यो चाहिँ के रहेछ यो वर्ग भनेको चाहिँ उनीहरू जुन पोजिसनमा पुगेको छ तिनीहरू खासमा चाहिँ स्ट्याटस को चाहनेवाला वर्ग हुँदो रहेछ क्या। त्यो आर्टलाई पनि यिनीहरूले हाम्रो अरू खालको फिल्महरूको पनि आलोचना गर्ने यिनीहरू नै हो क्या। तर यिनीहरू चाहिँ टसको मस गरेर चाहिँ त्यहाँसम्म पुग्दैन क्या। किनभने हाम्रो जस्तो फिल्म चाहिँ त्यो उसकोमा पुग्दै पुग्दैन क्या। त्यो इन्फर्मेसन जो हाम्रो अश्वनारायण हलतिर आएर हेर्छ नि बिचरा रमाइलोको लागि इमानिसिपेसनको लागि जान्छ नि जो, त्यो मान्छेहरूसँग हाम्रो फिल्मको इन्फर्मेसन पुग्दै पुग्दैन क्या। बिचरा तिनीहरूलाई त्यो दोषै भएन, त्यो सोसियल भएन मिडियाको भएन अल्गोरिदम त्यो पनि देख्दैन क्या होइन। तर जोसँग पुगेको छ उनीहरूलाई थाहा पनि छ कि यो फिल्म यसरी आइरहेछ भनेर होइन। उनीहरूमा जाँदैन तिनीहरू चाहिँ मरिगए पनि टसमस गर्दैन क्या होइन। तिनीहरू चाहिँ को बेसिक नेचर चाहिँ के हुँदो रहेछ भने उनीहरूले आफूलाई केन्द्रमा राखेर सारा चिजको आलोचना गर्ने, पोलिटिक्सदेखि लिएर त्यो मान्छेहरूदेखि लिएर सारा चिजको आलोचना गर्ने रहेछ होइन। तिनीहरूको कोर चाहिँ के रहेछ भने स्ट्याटसको के उनीहरूको काठमाडौँमा चाहिँ एउटा चाहिँ घर छ, अब सर्टेन बिजनेसबाट पैसा आइरहेछ अथवा घरबाट पनि उनीहरूलाई एउटा गाडी लिएर उ गर्ने लग्जरी लाइफ गएर केएफसीमा खान पुग्ने सुविधा उनीहरूलाई छ भनेपछि उनीहरू चाहिँ सारा मान्छेको बारेमा चाहिँ कमेन्ट गर्दो रहेछ। तर आफै चाहिँ नयाँ तिनीहरूले गरेर कुनै बिजनेस पनि स्टार्ट गर्छ, बैङ्कमा पैसा थुपारेर बस्छ त्यो वर्ग होइन। त्यो बैङ्कमा पैसा थुपारेर बसेर चाहिँ केही पनि गर्दो रहन्छ क्या। तिनीहरूले यो सिर्फ के गर्ने भने राम्रो इङ्ग्लिसमा क्रिटिसाइज गर्ने
राम्रो इङ्ग्लिसमा चाहिँ गर त्यो एलिटिजम गाली होइन, गर्ने। मैले बुझेँ जस्तो त्यो त अफकोर्स त्यो ओन प्रिभिलेज चेक हुँदैन हाम्रो होइन। अनि अरूलाई त्यो क्रिटिसिजम होइन, मलाई के लाग्छ नि क्रिटिसिजम म बिचमा क्रिटिसिजम ठिक छ कि त्यही त क्रिटिसाइज गर्नलाई गर्ने एउटा त्यो भयो। अनि अर्को कुरा भनेको सपोर्ट गर्ने ठाउँमा पनि हाम्रो कम्युनिटी बिल्डिङ पनि अब त झनै नेसेसरी छ, किनकि अब सोसियल मिडियाको फिल्म मेकरहरू अब सोसियल मिडियाबाट आफ्नै डिस्ट्रिब्युसनबाट सुरु गर्छन् अब होइन। यस्तो भइ पनि रहेको छ कि कहीँ कहीँ फाटोफुटो देखिन थालेको छ, त्यो सक्सेस पनि भएको छ कि अब कम्युनिटी बेस्ड भएन भने चिजहरू अलिकति गाह्रो छ कि डिस्ट्रिब्युसनमा पनि। यो सबैतिर च्यालेन्ज छ अहिले होइन। अनि किनकि जस्तो डिस्ट्रिब्युसन आज त खासमा त भन्यो भने एउटा मान्छे नै डिस्ट्रिब्युटर भएको छ नि त, एउटा पर व्यक्ति डिस्ट्रिब्युटर। किनकि एउटासँग 10 लाख सब्सक्राइबर छ भने त ऊ त डिस्ट्रिब्युटर भयो नि त आफै। किनकि त्यो भयो गऱ्यो भयो। भने क्या एउटा एक दुईजना युट्युबरहरूले गरिरहेछन् क्या विदेशमा। सो कम्युनिटी बेस छ बनाउनु पर्ने। अनि त्यो एउटा कल्चरली पनि मान्छे सिनेमा हेर्ने, नयाँ कुरा एप्रिसिएट गर्ने, अनि त्यो कल्चरल कम्युनिटी त्यसरी पनि बन्दै जानुपर्ने हुन्छ। अदरवाइज त फ्रेगमेन्टेड छ भने त एभरेज मान्छेले हेर्दाखेरि तपाईँ अहिले अब हेरौँ यी धुरन्धर चलिरहेछ होइन, अब अर्को के चल्ला, अब त्यो चल्ला यो चल्ला यो सब छ। तर नयाँ चिजहरू आउँदाखेरि त्यो त्यो एप्रिसिएसनको कमी। अनि यो एउटा कुरा म त्यही भएर यो अनुराग कश्यपहरूलाई म धेरै फलो गर्छु होइन। उसको मलाई सबैभन्दा बेस्ट लाग्ने भनेको यति धेरै कुरालाई थाम्दिरहेको हुन्छ कि कति नयाँ फिल्महरू आउँछ होइन, एप्रिसिएट गरेर उसले इपी बसेर हुन्छ यो गरेर 5वटा फिल्मलाई रिलिज गरिदिरहेको हुन्छ कि अस्ति लास्ट यो नोभेम्बर महिनामा होला उसले 5वटा फिल्म रिलिज गरेको थियो कि त्यसरी आफू इपी बसेर अर्काको लागि खटेर भने। मैले त्यो खालको एप्रिसिएसनको एउटा जग भएको मान्छे त मैले त नेपालमा त अब हामीले त उही अरूको हेरेर भन्ने मात्रै मैले देखाएको छैन त्यसरी त्यो तरिकाले एप्रिसिएट अगाडि आएर सपोर्ट त्यो चाहिँ गर्ने काम। स्याड रियालिटी हो। म यहाँ बसेर कसैलाई ब्लेम गर्न चाहन्न। अहिले चाहिँ सिचुएसन के छ भनेदेखि त्यो खालको फिल्म मेकरहरूमा चाहिँ यसलाई मैले सपोर्ट गरेँ भनेदेखि यो माथि जान्छ होइन, यसलाई पो मान्छेले राम्रो भन्छ भनेर भन्ने चाहिँ जेलसी चाहिँ धेरै छ। त्यो 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 त्यसको इन्सेक्युरिटी। विषयमा नेक्स्ट लेभलको कुराकानी हुनसक्छ होइन। बरु त्यसमा त्यो चाहिँ यति अब आफ्नै उम्, गुणगान पनि गाउन, बरु त्यो म अँ, आफू पनि जे भए पनि त्यता नजाउँ, सही कुरा हो, त्यो टच गरियो ठिक हो, सही कुरा हो त्यो पनि। उम्, उम्, बरु मै होला मलाई चाहिँ राम्रो फिल्म लाग्यो भने मैले दुश्मनले बनाएको भए पनि म चाहिँ एप्रिसिएट गर्छु त्यो। मलाई मान्छे मनै नपर्ने मान्छे भए पनि मैले चाहिँ रिभ्यू पनि लेखेको छु पनि गरेको छु होइन। मान्छेसँग मेरो के रिजर्भेसन भए पनि त्यो चाहिँ म गर्छु त्यो। यहाँ त्यो त्यो एउटा कल्चर पनि त्यस्तो पनि चाहिन्छ जस्तो लाग्छ। किनकि नयाँ होइन केही गरेको छ भने त्यसलाई अब्जेक्टिभ थोरै एम्पेथेटिक चाहिँ हुनुपर्छ। अब जहाँ क्लियर देखिएको छ या क्लियरली यहाँ मिल्किङ अथवा त्यो हुन्छ नि त्यो तरिकाको यो देखिएको छ भने त अब त्यो अगेन त्यसमा ब्लन्ट हुन पनि सकिन्छ त्यो पाइन्छ भने। किनभने फिल्ममा जस्तो एउटा आर्टलाई जे पनि भन्न पाइन्छ कि पहिलो कुरो त। तर पनि भने एम्पेथेटिक कोही फिल्म मेकरमा प्यासन देखिन्छ भने त्यो देखिएको काहीँ न काहीँ त्यो देखिएको छ भने त त्यो त भन्ने एउटा कल्चर बनायो भने नि एटलिस्ट त्यो मान्छेलाई अर्को नयाँ गर्नको लागि जहाँ जोस जागर अलिकति भए पनि त्यो आउँछ चाहिँ हुन्छ। भन्ने हो। उम्, सो यहाँ लगभग यस्तै यस्तै थियो कुराकानी। मलाई तपाईँसँग गर्न मनै थियो। प्लस राइटिङको केही कुरा प्लस इन्डस्ट्रीमै पुग्छ हुन त त्यो ओभरअल हाम्रो दिमाग पनि त्यस्तै त्यही अब होइन, घुम्यो। अब राइटिङको कुरा चाहिँ त्यही नै हो। तपाईँको दुई तिनवटा चिजहरू इम्पोर्टेन्ट हुन्छ। यो कसैले हेरिरहनु भएको छ भने पनि जस्तो अब इन्डस्ट्रीमा कसरी छिर्ने, कसरी क्र्याक गर्ने त आफ्नो स्टोरी, कसरी सेल गर्ने आफ्नो स्टोरी भन्दाखेरि अब संसारभरिकै इन्डस्ट्रीमा नयाँ मान्छेलाई सितिमिति विश्वास गर्दैन होइन। तपाईँको कस्तो छ भने ठिक छ राम्रो छ, राम्रो भए पनि त्यो एक खालको डाउट चाहिँ भइरहन्छ क्या त्यो प्रुभन मान्छे नभएसम्म चाहिँ। जस्तो मैले कुनै एउटा स्टोरी एभरेज स्टोरी लिएर गएँ भने पनि मान्छेले मलाई चाहिँ अलि सजिलै बिलिभ गर्छ होइन। अनि किनभने मेरो अब त्यो सर्टेन चिजहरू ल यसको यो प्रुभन छ भने यसरी हेर्छ। मैले एक्जाम्पल दिएको है, म त्यो प्रुभन हो भन्न खोजे होइन है, मैले उम्, एक्जाम्पलको मात्रै कुरा गरेँ। तर नयाँ मान्छे छ भने यसले यो साँच्चै राम्रो हो त, मलाई त राम्रो लागिरहेछ, तर साँच्चै नै राम्रो हो त भनेर उसले 100% चाहिँ बिलिभ चाहिँ गर्दैन क्या होइन। त्यो भएको हुनाले चाहिँ त्यो चिज गर्नका लागि चाहिँ राइटरहरूको लागि चाहिँ के छ भने फिल्म मेकरहरूसँग ज्यादा ज्यादा भन्दा कन्ट्याक्टमा बस्ने होइन। पहिले चाहिँ उसको एज अ ह्युमन बिइङको रूपमा विश्वास जित्नुपर्छ। अनि त्यो भयो भने मात्रै बल्ल तपाईँले आफ्नो स्टोरी चाहिँ सेल गर्न सक्नुहुन्छ क्या। एकदमै उम्, नयाँ भएर म तपाईँको जति नै बवाल चिज भयो भने पनि त्यसमा अनेक हडल हुन्छ क्या। त्यो भएर एज अ फिल्म मेकर मैले एकदम प्र्याक्टिकल सजेसन चाहिँ के हो भने तपाईँलाई कुनै
चाहिँ डिरेक्टर मनपर्छ अथवा कसैसँग तपाईँलाई काम गर्नु छ भने उसँग एकदम धेरै टाइम चाहिँ स्पेन्ड गर्ने होइन, उम्, उसको उसको रुचि अरुचि उसको चिजहरूको बारेमा उ गर्ने, ताकि उसले पनि तपाईँलाई चिनोस् होइन। चिनेपछि चाहिँ त्यो एउटा कम्फर्ट जोन इस्टाब्लिस भएपछि चाहिँ बल्ल त्यो चाहिँ अर्को प्रोसेसमा जानलाई चाहिँ त्यो चाहिँ सजिलो हुँदो रहेछ। मेरो एक्सपिरियन्स चाहिँ त्यो छ अहिले गिभन टाइममा चाहिँ। उम्, त्यो राइटिङको हिसाबले अब अरू कुरा त त्यो चाहिँ लेख्ने प्रोसेसको कुरा, कसरी लेख्ने के गर्ने भने त सबैको आफ्नो आफ्नो इन्डिभिजुअल एक्सपिरियन्सको कुरा हुन्छ होइन। अब म चाहिँ अब मैले जिन्दगीभरि मैले समाचार लेखेँ, के लेखेँ, हामी भिडभाडमा लाउड म्युजिक सुन्दा सुन्दै लेख्ने बानी हुन्छ। अहिले पनि मेरो घरमा बच्चा बच्ची हुन्छ, म त्यहीँ उनीहरू के गरिरहेको हुन्छ, म कम्प्लिटली लस्ट भएर मेरो वाइफले चाहिँ कहिलेकाहीँ के भनिरहेको हुन्छ, म रुगिरहेको हुन्छु होइन। अनि टाउको हल्लाइरहेछ, ऊ गरिरहेछ होइन। अनि कचकच गरिरहेको हुन्छ, यो मान्छे मेरो कुरै सुन्दैन भनिरहेको हुन्छ कि म अर्को क्यारेक्टरको कुरा सुनिरहेको छु भन्ने उसलाई बिचरा त्यो थाहै हुन्न क्या। तर म चाहिँ के भयो भने यति धेरै समय मैले लेखेँ कि अब मलाई छेउछाउको सराउन्डिङले मलाई के असरै अँ, गर्दैन क्या। म खास त्यो त यो पनि उसमा लस्ट भएपछि चाहिँ त्यो मान्छेले लस्ट चाहिँ हुन सक्छु क्या त्यो। भन्छन् नि जस्तो यो त उयो यो पनि एउटा कन्फ्लिक्टिङ कुरा हो। कस्तो भने मान्छे के अरे मुड बनाएर मात्रै लेख्छु भन्ने पनि हुँदैन खासमा। यो त उयो उम्, के अरे डिस्कम्फर्टमै मान्छेले लेखिरहेको हुन्छ, पहिले सब दिमागमा लेखेर उम्, पछि ब्रु गर्छ। अब यो चिज त फेरि अर्को फ्यासेट नै छ होइन। यो पनि छ, मान्छे कहिले काहीँ हुन्छ नि, उम्। जस्तो सबै मुड टक्क बनायो भने होइन पनि लेख्न आउँदैन अब। यो पनि कतिपय राइटरहरूलाई चाहिँ यो पनि जिज्ञासाको विषय हुन्छ। मलाई अँ, औपचारिक अँ, अनौपचारिक रूपमा पनि सोधिरहनु भएको छ, दाइ तपाईँ कसरी लेख्नुहुन्छ अँ, चाहिँ, के हो प्रोसेस मलाई भनेर भन्ने चाहिँ ठ्याक्कै के लेख्नुहुन्छ भन्ने त एउटा भइहाल्यो। मैले माग्नेलाई मैले लेखेको स्क्रिप्टहरू मैले चाहिँ चाहिँ पठाइ साँच्चै पनि मैले दिने गरेको छु। त्यो सोधेको छैन मैले। तपाईँले माग्ने राजा लेख्नुभयो होइन, त्यो हजुर तपाईँकै थियो होइन स्क्रिप्ट त्यो? हजुर हजुर। त्यो तपाईँलाई डिमान्ड थियो कि तपाईँले लेख्नु भएको थियो र पछि गएको कि कस्तो थियो त्यो? होइन त्यो चाहिँ यस्तो हो, त्यो त्यो चाहिँ कस्तो हो भनेदेखि त्यो चाहिँ अब डिरेक्टर प्रड्युसरहरूले चाहिँ माग्ने बुढा चाहिँ काम गर्न तयार छ, राम्रो स्क्रिप्ट भयो भने उसलाई ए लिएर काम गर्ने हो भनेर भनेपछि चाहिँ मैले त्यो उसको युनिभर्स चाहिँ तयार गरे हो क्या। उसको जीवनभरि चाहिँ उसको परिचय नाम के हो भने माग्ने भयो होइन। मैले के हाइपोथेसिसमा त्यो क्यारेक्टर बनाएको भनेदेखि यो जीवनभर माग्ने हो, अब यसको जीवनमा अथाह पैसा आयो भने चाहिँ यसले सोसाइटीसँग कसरी रियाक्ट गर्छ, उसको जीवनमा के प्रब्लम आउँछ भन्ने हाइपोथेसिसमा चाहिँ त्यसको त्यो क्यारेक्टर र त्यसको इभेन्टहरू चाहिँ त्यसरी चाहिँ क्रिएट हुँदै गएको हो क्या त्यो। भेट्दाखेरि चाहिँ मैले भेटेपछि चाहिँ पहिले हामीले केदारजीलाई भेट्यौँ होइन। भेटिसकेपछि अनि आधा घन्टा जतिको आधा घन्टा 1 घन्टा जतिको मिटिङ भएको थियो। मिटिङ भएपछि मैले उहाँलाई खासमा तपाईँको बारेमा मैले सोच्दाखेरि चाहिँ तपाईँको क्यारेक्टर के छ, मैले फेरि उहाँको त्यो वाला मेरी व्यासै केवाला चाहिँ मैले त्यत्रो धेरै फलो गरेको चाहिँ थिएन। तर माग्ने बुढा भनेपछि उहाँको छक्का पञ्जा सिरिजको ऊ हेर्दाखेरि चाहिँ अब मलाई चाहिँ यो माग्नेसँग चाहिँ यो अथाह पैसा आयो भने चाहिँ कसरी चाहिँ उ गर्ला भनेर भन्ने चाहिँ त्यो हाइपोथेसिसमा सुरु भएको। त्यसमा मैले एउटा पैसाले एउटा मान्छेको जीवनमा के इम्प्याक्टहरू पार्छ, त्यो सोसाइटीसँग त्यसको साइकोलोजी कसरी जोडिन्छ भनेर अलिकति सबटेक्स्टमा त्यसमा पनि काम गर्नु खोजेको थिएँ। तर त्यही अघि कमर्सियल फिल्मको चाहिँ के हुन्छ भने आफ्नो लिमिटेसन हुन्छ नि त। त्यो भएर म त्यतातिर जान चाहिँ मलाई मिलेन क्या त्यो। त्यो गर्दाखेरि त्यो फर्मसँग त्यो बाजिने भयो कि उहाँ कमेडी क्यारेक्टर, मान्छेले कमेडी मात्र एक्सपेक्ट गर्छ भनेपछि मैले अर्को चिज लिएर आउँदाखेरि पनि मैले त्यही चिजसँग उहाँको पर्सोनासँग म्याच खाने चिज मात्रै लिएर आउनु पर्ने भयो क्या। त्यो भएर मैले पछि पोलिटिक्स त्यो पोलिटिक्समा एउटा नो यहाँ भोटवाला त्यो आइडिया जोडेर त्यसरी एक्जिक्युट गरेको थिएँ। त्यही त त्यो मैले हेरेँ के थियो तर त्यसमा केही इस्युहरू आएको थियो मलाई। मैले त्यसको चिजहरू रिभ्यू गरेको छु त्यो पनि। बट या मलाई इन्ट्रेस्टिङ, मलाई कस्तो लाग्यो भने खास बिलभ क्यारेक्टर हो, इन्ट्रेस्टिङ नै हो, धेरै इन्ट्रेस्टिङ हुने ठाउँ पनि रहन्थ्यो त्यो क्यारेक्टरमा पनि होइन, त्यो चिजहरू पनि। उम्, बट या भनेपछि त्यो कति समय लागेको थियो तपाईँले लेख्नलाई, त्यो टोटल बााउन्ड त्यो स्क्रिप्ट मैले बनाउनलाई? 4-5 महिना लाग्यो होइन। त्यो चाहिँ गाह्रो थियो कि त्यो स्क्रिप्ट लेख्नलाई, किनभने त्यसमा त्यो क्यारेक्टर मात्रै छ। अब मैले भने जस्तो हाइपोथेसिस मात्रै छ र मान्छेले पैसा भेट्छ ल होइन। अब नेपालमा त्यो लट्री पनि छैन, नेपालमा एक्जिस्ट गर्दैन।
होइन? केबाट आयो त पैसा? भनेपछि पैसा चाहिँ कसरी भेट्छ त? उम्, भनेपछि त्यसमा मैले अब अलिकति चाहिँ अथेन्टिसिटी दिनका लागि ल त्योसँग यस्तो एउटा गुप्त धन रहेछ त्यो बाबुबाजेले छोडेको त्यो भेट्यो भन्ने चिजहरू यसरी यसरी बनाउँदै बनाउँदै गएको होइन। अनि मलाई के थियो भनेदेखि मेरो सेकेन्ड हाफ मतलब बिस्तारै त्यो चाहिँ पैसाका त अनेक शत्रु हुन्छन् भनेर भन्ने हुन्छ नि त एउटा हो। मेरो फेरि त्यसमा चाहिँ त्यो त्यो लाइनमा चाहिँ मैले त्यो सेपअप गर्न खोजिरहेको थिएँ कि पैसा चाहिँ आयो होइन। त्यो गार्डन एउटा भेट्यो त्यो उ गऱ्यो गरेपछि मौज मस्ती गऱ्यो उ गऱ्यो त्यो पपुलर टेम्प्लेट भयो एउटा पैसा भेटिसकेपछि मौज मस्ती गर्छ रमाइलो गर्छ त्योबाट टेम्प्लेट त भइ नै हाल्यो त्यो समस्या भएन। त्यहाँपछि त्यो पैसाको कसरी दुश्मनहरू निस्कन्छ भनेर मैले त्यसरी लैजान खोजेको थिएँ। तर त्यसमा के समस्या भयो भनेदेखि त्यो गर्दाखेरि फिल्म सिरियस हुने भयो क्या। त्यो अलिकति क्राइमतिर लैजान पर्यो होइन। त्यो गर्दाखेरि सिरियस हुन थाल्ने भयो भनेपछि होइन यो त फेरि मान्छे एउटा एक्सपेक्टेसन लिएर जान्छ। किनभने तपाईँले चाहिँ सेकेन्ड एक्टदेखि तपाईँले क्राइममा छिराउनु भयो भने त त्यहाँ त चाहिँ उ गर्ने चान्सै हुँदैन सिरियस हुन्छ भनेपछि यो सिनेमा बिग्रिन्छ भनेपछि त्यो हिसाबले चाहिँ त्यो गरिरहेको। त्यो बेसिकली कस्तो हुन्छ भनेदेखि कमेडीमा चाहिँ त्यो खालको कमेडी भनेको चाहिँ जस्तो त्यो क्यारेक्टर कमेडी भनेर भन्छ कि होइन। जस्तो मिस्टर बेनको तपाईँले ऊ हेर्नुभयो भनेदेखि अब त्यो न्यारेटिभमा त्यत्रो धेरै कोरेन्स देखिन्न। त्यो क्यारेक्टर जहाँ जहाँ जान्छ त्यहीँ त्यहीँ जाँदा उटपट्याङ जाँदै के गर्छ ऊ गर्छ होइन। उसमा भर पर्यो। त्यसलाई चाहिँ क्यारेक्टर कमेडी भनेर भन्छ। अनि मैले त्यसलाई चाहिँ त्यो हिसाबले चाहिँ सेपअप गरे हो त्यो होइन। गर्दा चाहिँ मैले त्यो चाहिँ 4-5 महिना लागेको थियो किनभने ठ्याक्कै त्यसैमा मात्रै काम गर्दिनँ नि त म मल्टिपल अँ, कामहरू भइरहेको हुन्छ मेरो। बाटुलो जुन त्यो बाटुलो जुनको चाहिँ कथा कस्तो छ भने बाटुलो जुन चाहिँ मैले 2 वर्ष अगाडि चाहिँ लेखेको थिएँ होइन। 2 वर्ष अगाडि चाहिँ होटलमा गएर अगाडि टन्न डिस्कस गरियो। अनि डिस्कस गरेको चिजहरू चाहिँ टिपेर त्यसै पनि दिमागमा रहिरहन्छ। अनि गइसकेपछि ठ्याक्कै 5 दिनमा चाहिँ त्यो डिस्कस गरेको चिजहरूलाई चाहिँ मैले डाइलग सहित लिएर आएको थिएँ होइन। अनि त्यो लिएर आइसकेपछि चाहिँ भोन्दाइसँग काम गर्नु चाहिँ एकदम गाह्रो छ कि भोन्दाइले चाहिँ त्यही अघि मैले भने जस्तो त्यो बिलिभै गर्दैन कसैलाई पनि बिलिभ गर्दैन कि। उसलाई राम्रो छ उसलाई मन परिरहेछ भने पनि त्यो चिज चाहिँ 10जना मान्छेले भनिदिनुपर्छ कि यो चाहिँ राम्रो छ है भनेर होइन। अनि एकजनाले पनि नराम्रो छ भन्यो भनेदेखि त्यो सक्यो त्यो होइन। त्यस्तो खाले उ छ। अनि त्यो एउटा ड्राफ्ट लिएर आउने बित्तिकै उहाँ धेरैतिर घुम्न थाल्नुभयो। घुम्न थालेपछि चाहिँ मैले के भनिरहेको थिएँ भनेदेखि बाबा मलाई त चित्त बुझ्ने गरी तपाईँ सक्न दिनु त्यहाँपछि तपाईँ कसको फिडब्याक लिने के गर्ने गर्नु होला भनेर चाहिँ उहाँ त्यतातिर लाग्नु भएन। नभएपछि मैले तपाईँ आफ्नो हिसाबले गर्नु अब म इन्भल्भ हुन्न भनेर मैले छोडेको थिएँ। छोडेपछि उहाँ इन्डस्ट्रीका राइटर डाइरेक्टर त्यो सबैकोमा पुग्नु भयो होइन। पुगेपछि पनि फेरि काहीँ कतैबाट केही भएन फेरि घुमेर चाहिँ अरू अरू स्टोरी पनि काम गर्नुभयो उहाँले त्यो बिचमा होइन। अनि त्यो पनि गर्नुभयो लास्टमा चाहिँ त्यो कहीँ नभएपछि फेरि आएर ल यो तिमीले सुरु गरेको थियो यो सकाइदेऊ भन्नुभयो हुनाले अनि त्यो चाहिँ मैले अनि फेरि चाहिँ मलाई 4 महिना लाग्यो त्यो सकाउनलाई। तपाईँ केमा लेख्नुहुन्छ? अनि सफ्टवेयरमा? मेरो यस्तो छ नेपालमा चाहिँ मैले चलाउन चाहिँ पहिले फाइनल ड्राफ्ट पनि चलाउँथेँ होइन सेलटेक्स पनि चलाउँथेँ। तर नेपालमा के छ भने अब मान्छेलाई त्यो मेल गरिदिनु पर्यो। मेल गरेपछि चाहिँ तपाईँको कतिपय चिजहरू डाइरेक्टरले आफै पनि लेख्न थप्न खोज्छ होइन। अब अर्को मान्छे सबैले फाइनल ड्राफ्ट अथवा सेलटेक्स चलाउँछ भन्ने पनि हुन्न होइन। अनि त्यो नभएपछि चाहिँ मैले आजभोलि वर्डमै लेख्छु होइन। पढ्नलाई मात्रै पिडिएफ गरेर पठाइदियो। अब पछाडि चाहिँ एडीहरूले वर्केबल फाइल माग्छ नि त एडिट गर्न के गर्न उ गर्न माग्छ। नेपालमा चाहिँ सबैले फाइनल ड्राफ्ट ऊहरू त्यो चलाउँदैन कि सेलटेक्स। त्यो भएको हुनाले चाहिँ म वर्ड फाइलै गर्छु तर अलिअलि डायलग र उसको फर्मेट पार्टहरू चाहिँ तपाईँले डेस्क्रिप्सनको पार्टहरू दिन्छु। लेख्दाखेरि फर्मेट एब्सोल्युट त्यो फर्मेटमा लेख्नुहुन्छ कि नर्मल्ली आफ्नो हिसाबले लेख्नुहुन्छ? फर्मेट भन्ने त त्यही हो त्यो त एउटा एक्सन सफ्टवेयरको कुरा भयो होइन। उयसमा अरू अरू लेख्दाखेरि चिज त म आफ्नै हिसाबले लेख्छु। ए त्यो पढ्दाखेरि त्यही त यो पनि एउटा छ नि जस्तो अब स्क्रिप्टको फर्ममा जुन हामीले अब क्लासमा इन्स्टिट्युसनल मोर एकाडेमिक हिसाबले
लेख्ने एउटा तरिका हुन्छ, अनि अर्को चाहिँ अब त्यो आफूले चाहिँ लेख्ने ड्राफ्टमा लेखेर। चाहिँ के हुन्छ भने तपाईँको कस्तो हुन्छ भने बिचमा हामीले अब प्यारेन्थेटिकल भने हुन्छ होइन, अँ, सिन हेडिङ लेख्दा हुन्छ, त्यहाँनिर क्यारेक्टर सिन हेडिङ टाइप आएपछि पुत्त तपाईँको आयो होइन। एउटा चिज गर्ने बित्तिकै खुर्र अब फाइनल ड्राफ्टमा त आउँछ। तपाईँले सिन हेडिङ एउटा लेख्नु छ, त्यो त्यो सिन हेडिङ रिपिट हुन्छ भने तपाईँलाई अप्सन दिन्छ, फ्याट्ट त्यो गर्यो, टाइम बचत हुन्छ होइन। सेलेक्टले पनि त्यो गर्छ होइन। अब अनि अब प्यारेन्थेटिकल गर्नलाई परेन, अब ट्रान्जिसनहरू पनि अलरेडी ल यहाँ गर भनेर भन्दा उम्, सजिलो भयो, लेखिरहन परेन होइन। त्यो सफ्टवेयरमा त्यो सुविधा चाहिँ हुन्छ। तर अब नेपालमा चाहिँ मैले अघि भने नि सबैजना सफ्टवेयरमा युज टु हुनुहुन्न क्या। राइट राइट राइट। अनि सफ्टवेयरको फाइल चाहिँ जहाँ प्रिन्ट गर्ने हो त्यो ठाउँमा पनि अभाइलेबल हुँदैन। अनि त्यसलाई पनि तपाईँले गरेर फेरि पिडिएफमा कन्भर्ट गरेर गर्नै गर्नुपर्छ। पर्छ। त्यो कम्प्लेक्सिटी हुन्छ। मैले काम गरिरहेको मोस्ट अफ द टाइम म पुरानो मान्छेहरूसँग काम गर्छु होइन। अनि त्यो भएर त्यो फाइनल ड्राफ्ट साफ मैले चाहिँ त्यो पछिल्लो समय युज गर्दिनँ मैले चाहिँ। प्रायले त वर्डमै गर्ने हो नेपालमा कि अरूको वर्डमै पनि? वर्डमै गर्छ। उम्। उम्, ओके, त्यही लगभग आजभोलि यति चाहिँ नै थियो। फेरि के हुन्छ तपाईँको वर्डमै पनि त्यो स्क्रिन प्लेको फर्मेट जस्तो बनाउन मिल्छ क्या वर्डमै पनि। छ। वर्डले पनि त्यो उ गरेको छ कि त्यो भयो भने चाहिँ बेसिकली त्यो थाहा हुन्छ त्यो। अनि पछाडि चाहिँ कस्तो हुन्छ भने सुटिङको बेलामा चाहिँ तपाईँको चाहिँ वान सिन वान पेज गरे हुन्छ कि त्यो हो भने तपाईँले जता जे गरे पनि ए तपाईँलाई केही मतलबै भएन क्या त्यो होइन। यो चाहिँ तपाईँको ड्राफ्ट साफ बाहिर चाहिँ अब स्ट्यान्डर्ड फर्मेट होइन अँ, चाहिँ भन्ने हुन्छ। नेपालमा त लास्टमा त वान सिन वान पेज गर्ने हो, यत्रो ठुलो बुक हुन्छ होइन। ए त्यो भएपछि तपाईँलाई त्यो त्यसमा धेरै टाउको दुखाउनु पर्छ भन्ने नै लाग्दैन मलाई। ए, ओके ओके, अलमोस्ट लगभग यति नै थियो। लगभग धेरै कुरा त कभर गरियो जस्तो लाग्यो मलाई। हुन्छ गणेशजी, हुन्छ ल। कुरा अब तपाईँ के गरियो। चाहिँ जापान लामै हो बसाइ कि फर्किनुहुन्छ? म त जबको, अब जब भर्खरै सुरु भयो, के अरे गरेँ पढाइ सकेर, मास्टर सक्यो, अब हजुर। जब गर्दैछु अहिले। अहिले म पनि यहीँ टिचिङ टिचिङ एज अ स्टाफ, यो सोसियल मिडिया डिपार्टमेन्टमा छु, यही कलेजकै। अनि ए त्यही हजुर। काम गर्दै बसेको छु अहिले। अनि पार्ट के अरे फुर्सदमा अलिअलि उही, लेख्ने कोसिस गर्दैछु। अनि फिल्म अँ, रिभ्यू, फिल्म हेर्ने रिकमेन्ड गर्ने, ए, यही छ अहिले। त्यो त तपाईँको प्यासन पुरानो छँदैछ, तपाईँ छोड्न अँ, सक्नु भएको छैन त्यो। छोड्न सकेको छैन मैले। क्योटोमा हुनुहुन्छ होइन? अँ क्योटोमा छु अहिले चाहिँ, क्योटोमा। हुन्छ ल राम्रो गणेशजी, सहर छ। हाम्रो लामो ड्यु थियो, मलाई पनि तपाईँसँग गफ गर्न त अँ रमाइलो लाग्छ। त्यही हो, यहाँ यहाँ तपाईँले चाहिँ गरिरहँदा यहाँ चाहिँ 5-6वटा मेसेज आइसक्यो ए, यहाँ। होइन ठिकै छ। आजकल त्यही त्यही नै छ। अनि लगभग अब त्यही कुराकानी त पछि पनि गरिन्छ, गर्दै गर्नुपर्छ, टचमै भइहाल्छौँ। तर थ्याङ्क यू सो मच फर कमिङ। थ्याङ्क यू। हस् 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 गणेशजी ल।